हेलो हेलो साथीहरू। टेक्निकल इस्युले गर्दाखेरि हामीले पुरानो जुन युट्युब लाइभ थियो त्यसलाई चाहिँ इन गरेर फेरि नयाँ युट्युब लाइभमा आइसकेका छौँ। अब चाहिँ हामीले क्लासलाई ऱ्यापिडली अगाडि बढाउँछौँ है त। ल ढिला नगरिकन स्टार्ट गरौँ। आज हामी महारिभिजनमा छौँ। सब इन्जिनियर लोकसेवा भर्खर तपाईँहरूले हेर्दै हुनुहुन्छ भने लक्ष्य लोकसेवा एकाडेमीबाट लाइभ भइरहेका छौँ। हामी सब इन्जिनियर लोकसेवाको जुन असार 6 गतेको एक्जाम छ त्यो एक्जामलाई लक्षित गरेर हामीले महारिभिजन क्लास लिएर आएका छौँ। एउटा सब्जेक्ट एक दिनमा है। सब्जेक्टिभको जुन क्वेसनहरू छ त्यो सब्जेक्टिभका क्वेसनहरू हामीले गराउँदैछौँ तपाईँहरूलाई। आज हामीले महारिभिजनमा डिजाइन अफ स्ट्रक्चरको बारेमा डिस्कसन गर्छौँ। धेरै साथीहरूलाई चाहिँ यो डिजाइन अफ स्ट्रक्चरमा डिजाइनका स्टेपहरू धेरै छन्, फेरि त्यो भ्यालु नै राखेर आउने हो कि कतिसम्म लेख्नुपर्छ भन्ने क्वेसनहरू तपाईँहरूले मलाई सोध्दै हुनुहुन्थ्यो। यसमा चाहिँ मैले पहिला नै भनिदिइहालेँ है त। यसमा तपाईँलाई 5 मार्क्समा अथवा 2-3 मार्क्समा डिजाइन स्टेपका कुराहरू सोधिन्छ भने तपाईँहरूले जस्ट यो गर्ने भने जस्ट तपाईँले एक लाइनको डिजाइन स्टेप मात्रै लेखिदिने हो। यदि तपाईँहरूलाई 5 मार्क्समा डिजाइन स्टेप्स भनेर सोध्छ भने चाहिँ तपाईँहरूले के गर्नुपर्ने हुन्छ त भन्दा जस डिजाइन स्टेप लेखेर अलिकति इलेबोरेट गर्ने, 1-2 लाइन इलेबोरेट गर्ने, अनि त्यस पछाडि केही फर्मुलाहरू याद छ भने फर्मुलाहरू लेखिदिनुहोस्। अनि लास्टमा फिगर डिजाइन गरिसके पछाडि फिगर यस्तो हुन्छ भनेर लेखिदिनु भयो भने त्यो चाहिँ बेस्ट हुन्छ है त। ठिक छ, ल ढिला नगरिकन स्टार्ट गरौँ। सबैलाई वेलकम छ महारिभिजन स्ट्रक्चरको महारिभिजनमा। सब इन्जिनियर लोकसेवा पढ्दै हुनुहुन्छ अथवा इन्जिनियरिङ लोकसेवा 7औं तह पढ्दै हुनुहुन्छ भने पनि तपाईँहरूलाई काम लाग्छ। ओके, लेट्स स्टार्ट आवर क्लास है त। ल पहिलो क्वेसनबाट स्टार्ट गरौँ है। सबैजना रेडी हो हैन? ल पहिलो क्वेसनबाट स्टार्ट गरौँ है त। स्ट्रक्चरको महारिभिजन स्ट्रक्चरमा छौँ। पहिलो क्वेसन के सोधेको छ? describe about one way and two-way slab of RCC section with sufficient details and sketch it भनेको छ। ल यो चाहिँ 10 मार्क्सको क्वेसन रहेछ है। अब पहिला सुरुमा हामीले के थाहा पाउनु पर्छ त है त। ल स्टार्ट गरिहालौँ है। हामी क्वेसन तपाईँले देखिसक्नु भएको छ। राइट अबाउट वान वे र टु वे स्ल्याब। वान वे स्ल्याब भनेको के हो, टु वे स्ल्याब भनेको के हो सोधेको छ। अनि सफिसियन्ट डिटेल्स पनि दिनुहोस् भनेको छ र त्यसलाई स्केच पनि गर्नु भनेको छ 5+5 मा। अब हामीले के गर्छौँ त भन्दा वान वे स्ल्याब र टु वे स्ल्याब है। वान वे स्ल्याब छ, यतापट्टि के छ त टु वे स्ल्याब छ हैन। अब वान वे स्ल्याबमा के हुन्छ त भन्दा वान वे स्ल्याबमा चाहिँ जस्तो तपाईले LX डिवाइडेड बाइ LY चाहिँ के हुन्छ त वान वे स्ल्याबमा ग्रेटर अर इक्वल्स टु 2 हुन्छ भनेको लङ्गर साइड बाइ लङ्गर स्पान अथवा लङ्गर साइड बाइ तपाईको जुन सर्टर साइड छ त्यो चाहिँ ग्रेटर अर इक्वल्स टु 2 भइदियो भने के हुन्छ त ग्रेटर देन 2 भइदियो भने वान वे स्ल्याब भयो। तपाईको अब LX डिवाइडेड बाइ LY चाहिँ लेस देन 2 भइदियो भने टु वे स्ल्याब भयो हैन। लङ्गर साइड बाइ अथवा लङ्गर स्पान जे भन्नुस्, सर्टर साइड चाहिँ लेस देन 2 भइदियो भने के भयो त टु वे स्ल्याब भयो। ठीक छ। अब यसमा चाहिँ के हुन्छ त सपोर्टको कुरा गर्दाखेरि के हुन्छ त बीम और वाल को सपोर्ट अन के हुन्छ त अन ओन्ली टु साइड, दुईटा साइडमा मात्रै हुन्छ है तपाईको। अब यतापट्टिको सपोर्टको कुरा गरिन्छ, टु वे स्ल्याबमा सपोर्टको कुरा गर्नुहुन्छ भने चाहिँ टु
2A स्ल्याबमा सपोर्टको कुरा गर्नुहुन्छ भने के हुन्छ त बीम अर के हुन्छ त वाल सपोर्ट अन 4 साइड्स भनेर भन्नु पर्यो ठीक छ यो चाहिँ 1A स्ल्याब र 2A स्ल्याबको कुराहरु भयो है ल यति लेख्न पर्यो है अब हेर्नुस् त यहाँ डिटेलका कुराहरु गर्छन् त्यसपछि अब यसमा चाहिँ के हुन्छ रिइन्फोर्समेन्टको कुरा गर्दाखेरि अब रिइन्फोर्समेन्ट माथि नै लेखौं है यति गर्नु भयो हैन यो मैले मेटे रिइन्फोर्समेन्टको कुरा माथि नै गरौँ अर्को के छ त रिइन्फोर्समेन्टमा के हुन्छ त यसमा चाहिँ मेन बार एन्ड डिस्ट्रिब्युसन मेन बार र डिस्ट्रिब्युसन बार मात्रै हुन्छ है यसमा 1A स्ल्याबमा चाहिँ एउटा मेन बार हुन्छ एउटा डिस्ट्रिब्युसन बार हुन्छ अब 2A स्ल्याबमा चाहिँ के हुन्छ त मेन बार प्लस डिस्ट्रिब्युसन बार प्लस के हुन्छ त तपाईको टोर्सनल रिइन्फोर्समेन्ट बारहरु पनि हुन्छ है ठीक छ तपाईको मेन बार डिस्ट्रिब्युसन बार र टोर्सनल रिइन्फोर्समेन्ट पनि हुन्छ ठीक छ अब हामीले के गर्नुपर्ने हुन्छ त यसको चाहिँ लोडिङ हेर्नुस् है त लोड कसरी जान्छ त भनेर छ लोडिङ अथवा बेन्डिङका कुराहरु चाहिँ है अब लोडिङ अथवा बेन्डिङको कुरा हेरौँ है त कसरी चाहिँ बेन्डिङ हुन्छ त भनेर छ त्यो भन्दा पनि अगाडि चाहिँ तपाईले एउटा फिगर बनाउनु पर्ने हुन्छ है जस्तो लोडिङ अथवा बेन्डिङ भन्दा अगाडिपट्टि चाहिँ कतापट्टि बनाऊ यतैपट्टि बनाऊ है त जस्तो यो चाहिँ हेर्नुस् त यतापट्टि LX भन्नुस् यतापट्टि LY भन्नुस् LX डिवाइडेड बाइ LY चाहिँ ग्रेटर देन 2 भन्नु पर्यो हैन यो चाहिँ के भयो त यो फिगरमा 1A स्ल्याब भयो हैन अब यतापट्टि हेर्नुस् त यतापट्टि हेर्दाखेरि तपाईको लोडिङको कुरा गर्दैछौं है हामीले लोडिङ अथवा बेन्डिङ चाहिँ कसरी लाग्छ त भनेर छ लोडिङ अथवा बेन्डिङ चाहिँ कसरी लाग्छ यसरी लाग्छ है हेर्नुस् त लोडिङ ट्रान्सफर चाहिँ यसरी लोडिङ ट्रान्सफर अथवा बेन्डिङ ट्रान्सफर यसरी भइराखेको छ सर्टर साइडमा यसरी ट्रान्सफर भइराखेको छ लोडिङ अथवा चाहिँ बेन्डिङ बुझिन्छ है अब यतापट्टि हेर्नुस् 2A स्ल्याबमा के हुन्छ त 2A स्ल्याबमा अब जस्तो LX र LY चाहिँ बराबर जस्तो बनाइदियो भने बल्ल कुरा मिल्छ हैन लेस देन 2 फिगर के हो त 2A स्ल्याब हो अब यसको लोडिङ हेर्नुस् लोडिङ अथवा बेन्डिङ के हुन्छ त यो टाइपमा यसरी तपाईको यहाँ 45 डिग्रीबाट यसरी चाहिँ लोड ट्रान्सफर अथवा किनभने स्ल्याबमा त के हुन्छ त बेन्डिङ मोमेन्ट ट्रान्सफर भइरायो नि त हैन स्ल्याबमा भएको बेन्डिङ मोमेन्ट हामीले कहाँ पठाइरायो त बीममा पठाइराको हो हैन त हो नि ल यसरी चाहिँ हामीले के गर्छौं त भन्दा फिगर लोडिङ अथवा चाहिँ के गर्छौं त है लोडिङ अथवा बेन्डिङ चाहिँ हामीले ट्रान्सफर यसरी गरिरहेका छौं भन्नु पर्यो ठीक छ है त यो गर्नु पर्यो है त अब अर्को तपाईको अर्को के हुन्छ त भन्दा रिइन्फोर्समेन्ट है रिइन्फोर्समेन्टको तपाईको अब के हुन्छ त डिस्ट्रिब्युसन बारको कति हुन्छ त 0.12% अफ ग्रस एरिया यदि चाहिँ तपाईको के छ त FE 415 500 छ भने FE 415 अथवा 500 टोर स्टिल छ भने कति हुन्छ त 0.12% अफ ग्रस एरिया हुन्छ ग्रस एरिया भनेको के हो ग्रस एरिया भनेको स्ल्याबको ब्रेथ बाइ के हो त डेप्थ हो है स्ल्याबको ग्रस एरिया भनेको के हो त ब्रेथ बाइ डेप्थ हो यो राख्न पर्यो है त 0.12% अफ ग्रस एरिया अब यदि यदि तपाईले
ग्रस एरिया यदि तपाईँले चाहिँ एफई 250 राख्नुहुन्छ भने चाहिँ तपाईँको 0.15% अफ ग्रस एरिया हुन्छ भनेर लेख्नु पर्यो। ठिक छ, यी कुराहरू गर्नु पर्यो है त। अब अरू केही तपाईँलाई थाहा छ एडअप गर्नुपर्ने छ भने पनि एडअप गर्न सक्नुहुन्छ है, थप्न सक्नुहुन्छ। अब डिटेल्सका कुराहरू हामीले लगभग गरिसकेका छौँ होइन। 1 वे स्ल्याब 2 वे स्ल्याब भनेको क्यू पनि लेखिसकेका छौँ, फिगर पनि बनाइसकेका छौँ। यहाँ अब तपाईँहरूलाई के चाहिन्छ यिनीहरू पनि तपाईँहरूले लेखिसक्नु भएको छ है। अब अर्को भनेको यसमा अझै लोडिङकै कुरा गरौँ है। यसमा यो बनाउनु भयो होइन, अब मैले मेटेँ है त। ल अब डिफरेन्स टाइपको कुरा चाहिँ हामीले सक्यौँ होइन। अब यसमा चाहिँ एज अ सगुल रूपमा दुबईको लागि लाग्ने खालको भनेको चाहिँ के हुनसक्छ त भन्दा हामीले लोडिङ त भन्यौँ, कसरी कसरी जान्छ, कतापट्टि डिरेक्सनमा जान्छ त भन्यौँ। लोडको कुरा गरौँ, कस्तो कस्तो लोड आउँछ त भनेर हेर्नु पर्यो। लोडमा चाहिँ हामीले के गर्नुपर्ने हुन्छ त, फ्याक्टर लोड राख्नुपर्ने हुन्छ। यसले गर्दाखेरि के हुन्छ त, अल्टिमेट बेन्डिङ मोमेन्ट हामीले निकाल्नु पर्ने हुन्छ है। ठिक छ नि होइन। फ्याक्टर लोडमा फ्याक्टर कति राख्ने त, 1.5 राख्नुपर्ने हुन्छ है। फ्याक्टर अथवा अल्टिमेट लोड के भन्नुहुन्छ, 1.5% राख्नुपर्ने हुन्छ। यो भयो। अब लोडहरू चाहिँ के हुन्छ त, एउटा के हुन्छ त, सेल्फ वेट हुन्छ होला स्ल्याबमा है। स्ल्याब बनाएर हेर्नु त, एउटा स्ल्याब हुन्छ, स्ल्याबमाथि हामीले के गर्छौँ त, एउटा स्ल्याब हुन्छ, स्ल्याबमाथि हामीले के गर्छौँ त, कोरा मसिनो राख्छौँ होइन। स्ल्याबमाथि के गर्छौँ त, स्टोनको चिप्सहरू राख्छौँ। अनि यहाँ त्योभन्दा माथि हामीले के गर्छौँ त, चिल्लो पार्छौँ त ढलानलाई होइन। अब यो चाहिँ के भयो त, यहाँ त्यसो भए फ्लोर फिनिस भयो, फ्लोर फिनिस। अनि यहाँ तपाईँले वालहरू लगाउनुहुन्छ होला। अब स्ल्याबमाथि वालहरू, पार्टिसन वाल अलि पातलो बनाऊ है त, यसको विड्थ कम गरौँ। पार्टिसन वाल होला होइन तपाईँको। अब यतापट्टि चाहिँ तपाईँको के होला, मेन वाल्सहरू होला, मेन वाल, पार्टिसन वाल। अब तपाईँको चाहिँ बिए पार्टी सार्टी भइदियो भने के हुन्छ, मान्छेहरू टन्ने आउँछन्। यसमा अब तपाईँको लाइभ लोड बन्न सक्छ होइन। यहाँ के होला, लाइभ लोड। अनि तपाईँको अब विन्ड लोडहरू पनि हुन्छ है। सेल्फ वेट। अर्को के होला त, फ्लोर फिनिसको कुरो। त्यस पछाडि तपाईँले वालहरू आउँछ भने वालहरू भयो होइन। त्यस पछाडि अर्को भनेको लाइभ लोडहरू। यी लोडहरू चाहिँ हामीले विशेष गरी ध्यान दिनुपर्छ भन्ने कुरा भयो। अब यो सबै लोड निकालिसके पछाडि पनि यो चाहिँ के भयो त, टोटल लोड मात्रै भयो। तर हामीले टोटल लोड निकाल्ने हो त होइन, हामीले के गर्नुपर्ने हुन्छ त, अल्टिमेट लोडमा काम गर्ने हो है। अल्टिमेट लोडमा काम गर्ने हो। त्यो भएको भएर फ्याक्टर्स अफ सेफ्टी इन्टु के गर्ने हो त, टोटल लोड गर्ने हो, होइन त, हो नि। फ्याक्टर्स अफ सेफ्टी इन्टु टोटल लोड भनेको अब तपाईँले 1.5 इन्टु डब्लु गर्नु पर्यो है त। ठिक छ। अब यसलाई पनि हामीले 1.5 इन्टु डब्लु मात्रै गरेर भएन। स्ल्याबमा चाहिँ हामीले के गर्नुपर्ने हुन्छ त भन्दा युनिफर्मली डिस्ट्रिब्युटेड लोडको रूपमा राखेर हामीले पर 1 मिटरमा कति डिस्ट्रिब्युसन हुँदैछ भनेर के गर्नुपर्ने हुन्छ त भन्दा अल्टिमेट बेन्डिङ मोमेन्ट 1.5 WL²/8 गरेर यसरी चाहिँ राख्छौँ। विड्थ चाहिँ 1 मिटर मान्छौँ है हामीले। जस्तो यो चाहिँ लेन्थ चाहिँ जति नै हुन्छ, विड्थ चाहिँ जम्मा 1 मिटर मात्रै मानेर अल्टिमेट बेन्डिङ मोमेन्टतिरबाट हामीले स्ल्याबलाई डिजाइन गर्छौँ। ठिक छ। यतिसम्मका डिटेलहरू लेख्दा हुन्छ है। ल ठिक छ। ओके, यहाँ तपाईँहरूले भन्दै हुन्छ, यहाँ स्पान टु इफेक्टिभ डेप्थ पनि लेख्न सक्नुहुन्छ। 5 मार्क्सको तपाईँले जति धेरै डिटेल लेख्नुभयो त्यति राम्रो है। यो भयो। ठिक छ। ल अर्को डिटेलहरू भन्दै हुनुहुन्छ तपाईँहरूले। यहाँ स्पान टु
स्पान टु डेप्थ चाहिँ तपाईँले जेनरली 30देखि 35को रेन्जमा राख्न सक्नुहुन्छ होइन। यिनी कुराहरू छन्। ठिक छ, यस्तो यस्तो तपाईँले पोइन्टहरू लेख्न सक्नुहुन्छ। अरू के भन्दै हुनुहुन्छ? ओके, है यिनी कुराहरू तपाईँहरूले लेख्न सक्नुहुन्छ है त। ठिक छ, अब अझै लेख्ने हो भने त तपाईँहरूले स्पेसिङ पनि लेख्न सक्नुहुन्छ होइन। तपाईँले मेन बारको तपाईँको 300 टु 3 इन्टु डेप्थ अर 300सम्म विच इज लेस भयो होइन। त्यस पछाडि तपाईँको अझै हेर्नुहुन्छ भने डिस्ट्रिब्युसन बारको लागि 5 इन्टु डेप्थ अथवा 400 मिलिमिटर, त्यो कुराहरू पनि तपाईँहरूले लेख्न सक्नुहुन्छ है त। यो भयो। अब यसको लास्टमा हामीले के गर्नुपर्छ भनेको छ त अहिले भन्दा स्केचिङको कुरा गरेको छ है। स्केच इट भनेको छ। अनि अर्को भनेको चाहिँ मैले यहाँ लेख्न बिर्सेछु, यो मेन बार चाहिँ सर्टर साइडमा हुन्छ है। वान वे स्ल्याबको मेन बार जुन छ, मेन बार चाहिँ केमा हुन्छ त? सर्टर साइडमा राखिएको हुन्छ है त। यो पनि हामीले विशेष गरी ध्यान दिनु पर्यो है। ल, वान वे स्ल्याबको यल एक्स, यो चाहिँ के छ त? यल वाइ छ। अब हामीले के गर्नुपर्ने हुन्छ त? मेन बारलाई यसरी यसरी मेन बार चाहिँ होइन यसरी राखिराखेका हुन्छौँ है। यी कुराहरू चाहिँ तपाईँले गर्न पर्यो है त। ठिक छ, ओके। अब क्र्याङ्क्ड पनि हुन्छ कहिलेकाहीँ, अब यसरी पनि राख्न सक्नुभयो होइन। अनि यता चाहिँ के हुन्छ त? यतापट्टि चाहिँ डिस्ट्रिब्युसन बार आउँछ है। यतापट्टि के छ? अब आजभोलि त यस्तो क्र्याङ्क बनाउन छोडिसकेका छन् है। अब यतापट्टि चाहिँ के छ त? डिस्ट्रिब्युसन बारहरू आउँछ। ठिक छ, यो चाहिँ के भयो त? मेन बार भयो। यो चाहिँ के छ त? डिस्ट्रिब्युसन बार भयो है। वान वे स्ल्याब है त। ठिक छ, अब यतापट्टि चाहिँ तपाईँको सपोर्टहरू हुनसक्छ। लोडिङ यसरी गएर हुन्छ भनेर यो एरो पनि तपाईँले दिन सक्नुभयो होइन। यसको लोड ट्रान्सफर मेकानिजम यताबाट हुन्छ भन्ने कुरा पनि दिन सक्नुहुन्छ। त्यसै गरी अब यहाँ टु वे स्ल्याब छ। टु वे स्ल्याबको चाहिँ के गर्ने हो त? टु वे स्ल्याबमा चाहिँ हेर्नुहोस् त, मेरो अलि हात पर्दैन है, फेरि यतापट्टि तपाईँलाई छिप्पिन्छ जस्तो लाग्छ। देखिराख्नु भएको छ होइन। टु वे स्ल्याबमा चाहिँ तपाईँको मेन बार नै कतापट्टि हुन्छ त? दुईतिर हुन्छ है मेन बारहरू। ठिक छ, यतापट्टिबाट पनि गइरहेको हुन्छ, यसरी पनि। ल, यो के छ त? मेन बार छ। अनि हाम्रो के हुन्छ त हेर्नु त? टु वे स्ल्याबमा चाहिँ के हुन्छ भने, जस्तो यो स्ल्याब छ भने यो स्ल्याबको यहाँ लोड लाग्यो भने यतापट्टिबाट यो कर्नर पोइन्ट जुन छ, यो कर्नर पोइन्टमा चाहिँ तपाईँको टोर्सन आउँछ भनेको बटारिन खोज्छ के। ठिक छ होइन। यहाँ तपाईँले थिचेर हेर्नु भने यो पोइन्टहरू त बटारिन खोज्छ नि त। त्यो नबटारियोस्, त्यसमा टोर्सन आउन सक्छ। त्यो टोर्सन नहोस् भनेर हामीले यहाँ चाहिँ सानो सानो यो कर्नरको भागमा चाहिँ हामीले टोर्सन रिइन्फोर्समेन्ट पनि राख्छौँ है। ठिक छ, यो दुइटै के भयो त? मेन बार भयो, यो यल एक्स भयो, यो यल वाइ भयो। अनि यो के छ त? हेर्नु त, यो मेन बार भयो। दुवै साइडमा हामीले मेन बार राख्छौँ टु वे स्ल्याबमा। यो साइडमा चाहिँ कर्नरमा चाहिँ के राख्छौँ त? टिआर यस टोर्सनल रिइन्फोर्समेन्ट भनेर राख्छौँ। यो मेन बार भयो है। यो फिगरमा तपाईँले चाहिँ टु वे स्ल्याब भनेर लेख्नु पनि सक्नुहुन्छ है त। ठिक छ, ल यति गरौँ त।
ल यो भयो, हामी अगाडि बढ्छौँ है त। ओके, ल तपाईँले गर्नुभयो होला, छिटो छिटो गर्नुहोस् है, हामीसँग क्वेसनहरू धेरै छन्। अब अर्को क्वेसनमा गइहालौँ है त। अर्को क्वेसन के छ भन्दा सेकेन्डमा के छ त, वाट इज एङ्करेज लेन्थ, वाट इज एङ्करेज लेन्थ हैन। त्यस पछाडि एक्सप्लेन इट्स significance in REINFOR reinforced डिजाइन है। यसको चाहिँ तपाईँले के गर्नुहोस् भनेको छ त भन्दा रिइन्फोर्स डिजाइनमा कस्तो हुन्छ भनेर सोधेको छ है त। अब हेर्नुहोस् है त, एङ्करेज लेन्थ भनेको के हो पहिले सुरु बुझ्नु पर्यो। एङ्कर भनेको के हो, कुनै पनि एङ्कर भन्ने बित्तिकै तपाईँको कुनै पनि अङ्कुश जस्तो छ, त्यसले चाहिँ के गर्छ, कुनै पनि चिजलाई अड्काउने अथवा तान्ने अथवा बोन्डिङ गर्ने काम गर्छ भनेर बुझ्नु पर्यो है त। एङ्करेज लेन्थ भनेको that length of reinforcement which is used to bond or transfer load from one member to another are used in purpose to extend the length of extend the length of member। एङ्करेज लेन्थ भनेको चाहिँ के हो त भन्दा त्यस्तो रिइन्फोर्समेन्टको त्यस्तो लेन्थ हो जसले चाहिँ के गर्छ त बोन्डिङमा काम गर्छ, र बोन्डिङमा मात्र काम नगरिकन यसले चाहिँ एउटा मेम्बरबाट अर्को मेम्बरमा लोड ट्रान्सफर गर्ने पनि काम गर्छ है। अब कतिपय अवस्थामा चाहिँ तपाईँको अनि कतिपय अवस्थामा चाहिँ यसको युज कहाँ हुनसक्छ त भन्दा कतिपय अवस्थामा चाहिँ तपाईँको लेन्थहरू मेम्बरको लेन्थ जुन छ, मेम्बरको लेन्थ रेस्ट्रिक्टेड भएको मेम्बरको लेन्थ चाहिँ जहाँ रेस्ट्रिक्टेड हुन्छ त्यहाँ पनि हामीले युज चाहिँ गर्न सक्छौँ। जस्तो तपाईँहरूले मानौँ यतापट्टि चाहिँ कलम छ, यतापट्टि बिम छ, क्यान्टिलिभर बिम छ भने त्यो क्यान्टिलिभर बिमको इन्डमा तपाईँले यसरी हैन यो खालको एङ्करेज पनि गर्न सक्नुहुन्छ, अथवा यसैलाई तलपट्टि पनि पुर्याउन सक्नुहुन्छ, यसरी पनि तपाईँले चाहिँ के गर्न सक्नुहुन्छ, एङ्करेज गर्न सक्नुहुन्छ। अथवा त्यसै गरी तपाईँको तलपट्टि चाहिँ अब हात्तीपाइले बनाउँदै हुनुहुन्छ भने है, हात्तीपाइले बनाउँदै हुनुहुन्छ भने कलमबाट आएको जुन यो रिइन्फोर्समेन्ट छ यसलाई चाहिँ तपाईँले यसरी बेन्ड पनि गर्न सक्नुहुन्छ है। सरी, म फिगर बनाउन त्यति माहिर छैन है। यसरी तपाईँले यस्तो पनि अङ्कुशे पनि बनाउन सक्नुहुन्छ। दिस इज के हो त एङ्कर भयो है, ठिक छ। अब मेम्बरको लेन्थ चाहिँ रेस्ट्रिक्ट भएको ठाउँमा भनेर भन्नु पर्यो है त। अथवा अब यसैमा तपाईँले चाहिँ है यसमा के हुन्छ त, अब तपाईँहरूले चाहिँ यसको 90 डिग्री एक्जाम्पलको रूपमा 90 डिग्री बेन्ड छ भने 90 डिग्री बेन्ड छ भने तपाईँको एङ्करेज लेन्थ जुन छ 90 डिग्री बेन्ड छ भने एङ्करेज लेन्थ चाहिँ जेनरली 8 इन्टु डायमिटर 5 भनेको डायमिटर अफ बार पनि भन्न सक्नुहुन्छ है, ठिक छ। अनि तपाईँको अब 180 डिग्री बेन्ड छ भने 180 डिग्री बेन्ड छ भने एङ्करेज लेन्थ चाहिँ के हुनसक्छ त 2 हुन्छ, 16D है, 16 इन्टु डायमिटर अफ बार पनि लेख्न सक्नुहुन्छ। अब त हामी केमा चाहिँ झुकिनु हुँदैन भन्दा एङ्करेज लेन्थ अथवा हुक लेन्थ जुन छ
ओके, एङ्करेज लेन्थ अथवा चाहिँ तपाईँको हुक लेन्थ जुन छ त्यो चाहिँ डेभलपमेन्ट लेन्थ भन्दा फरक हो। एउटा कुरा हामीले के याद गर्नुपर्छ भन्दा जुन डेभलपमेन्ट लेन्थ भन्छ ELD, यो चाहिँ के हुन्छ जेनरली स्ट्रेट सेक्सनको लागि युज गरेर हुन्छ है, जेनरली स्ट्रेट सेक्सनको लागि युज गरिराखेको हुन्छ। अनि यो एङ्करेज लेन्थ जुन छ यो चाहिँ बेन्डिङको लागि युज गरिराखेको हुन्छ। ध्यान दिनुहोस् है, कोलम जस्तो हो, जस्तो तपाईँको कोलम बनाउनु भएको छ होइन, कोलम बनाउनु भएको छ अनि त्यस पछाडि यतापट्टि तपाईँको यतापट्टिको रिइन्फोर्समेन्ट छेउछेउको रिइन्फोर्समेन्ट चाहिँ रिइन्फोर्समेन्टको लेन्थ चाहिँ माथि माथिसम्म गएको छ तर बिचको रिइन्फोर्समेन्ट चाहिँ कम छ भने अब हामीले यसमा के गर्नुपर्ने हुन्छ त लेन्थ बढाउनलाई? यसरी तपाईँको यो जुन रिइन्फोर्समेन्ट छ यो रिइन्फोर्समेन्टलाई यसरी तपाईँले चाहिँ एड गर्न सक्नुहुन्छ कि हो। यो जुन स्ट्रेट पोर्सनमा भएको जुन यो ओभरल्यापिङ लेन्थ छ यसलाई चाहिँ हामीले डेभलपमेन्ट लेन्थ अथवा ओभरल्यापिङ लेन्थ पनि भन्न सक्छौँ है, ओभरल्यापिङ अथवा डेभलपमेन्ट लेन्थ पनि भन्न सक्छौँ। अथवा तपाईँले अर्को कन्डिसनमा हेर्नुहुन्छ भने यसमै हेर्नुहुन्छ भने पनि तपाईँको अब यतापट्टि बिममा आएको होइन, बिमबाट आएको जुन रिइन्फोर्समेन्ट छ यसलाई चाहिँ तलपट्टि पनि पार्न सक्नुहुन्छ है त, यसरी है। ठिक छ, यो के भयो त, यसलाई पनि हामीले एङ्करेज लेन्थ चाहिँ भन्न सक्छौँ। ठिक छ, स्ट्रेट पोर्सनमा जेनरली डेभलपमेन्ट लेन्थ आइरहेको हुन्छ, यसलाई चाहिँ ELD नै भनेर मानिरहेछ है अहिलेसम्म, यसलाई चाहिँ ELD नै भन्छ एङ्करेज लेन्थ भने पनि। ठिक छ है, अब यसको काम लेखेपछि तपाईँले ठ्याक्कै बुझिहाल्नुहुन्छ है त, यसको काम लेखेपछि यसको सिग्निफिकेन्स लेखेपछि तपाईँले ठ्याक्कै बुझिहाल्नुहुन्छ। यो गर्नुभयो? ल अगाडि बढौँ है त अब। ठिक छ, ल अर्को क्वेसन के छ त, यहीसँग इन्क्लुडेड क्वेसन के छ त, सिग्निफिकेन्स अफ द डिजाइन भनेर छ। डिजाइनको के छ त, डिजाइनको सरी रिइन्फोर्स डिजाइनमा यसको सिग्निफिकेन्स भनेको छ है त, सिग्निफिकेन्स के हुनसक्छ त, एउटा चाहिँ तपाईँको बोन्डिङ राम्रो हुन्छ, अर्को भनेको के हो त बोन्ड स्ट्रेसको कुराहरू भयो, अर्को भनेको लोड ट्रान्सफरको कुराहरू भयो होइन। जस्तो पहिला सुरुमा के हुनसक्छ त प्रोपर बोन्डिङ है, अर्को के हुन्छ त प्रिभेन्ट्स के भयो त स्लिपेज होइन। अब अङ्कुश लगाइदिइसके पछाडि अथवा एङ्करेज बनाइदिइसके पछाडि त चिप्लिनबाट त बच्यो नि त, किनभने यस्तो हुक हुने बित्तिकै तपाईँको यहाँ रिइन्फोर्समेन्टहरू त अड्केर बस्छ नि त होइन, त्यो भइसके पछाडि स्लिपेज हुँदैन भन्न पऱ्यो कि। ठिक छ, अनि बोन्डिङ राम्रो हुन्छ। अब एउटा मेम्बरबाट अर्को मेम्बरमा हामीले भर्खरै के भनेको छौँ त भन्दा एउटा मेम्बरबाट अर्को मेम्बरमा यसरी हुकिङ गराएको छौँ अथवा एङ्करेज गराएको छौँ भने बोन्ड त राम्रो हुने भइहाल्यो होइन, त्यो भयो। त्यस पछाडि अब अर्को भनेको स्ट्रक्चरल इन्टिग्रिटी भनौँ है। स्ट्रक्चरल इन्टिग्रिटी भनेको के त भन्दा यो जुन बिम र छ यो यतापट्टि बिम छ यतापट्टि के छ त कलम छ। अब यो बिम र कलम चाहिँ के भयो त मोनोलिथिक स्ट्रक्चर जस्तो भयो कि, एउटै स्ट्रक्चर भयो। यो स्ट्रक्चरको मेम्बर फरक, मेम्बरको नाम मात्रै फरक, एज अ सेम युनिटको रूपमा काम गर्ने भयो है। स्ट्रक्चरल इन्टिग्रिटीमा अब एक्ट एज वान युनिट भन्नु पर्यो है, कुनै पनि दुईटा मेम्बरले एक्ट एज वान युनिट अथवा यसलाई चाहिँ हामीले मोनोलिथिक पनि भन्न सकिन्छ है त, मोनोलिथिक पनि भन्छ होइन। त्यस पछाडि अर्को भनेको के छ त लोड ट्रान्सफर। अब मैले भन्नै परेन, लोड ट्रान्सफर हो नि त, यो बिममा आएको लोड चाहिँ कहाँ ट्रान्सफर भयो त, बिममा आएको लोड चाहिँ कलममा ट्रान्सफर भयो होइन, बिमबाट आएको लोड चाहिँ के भयो कलममा ट्रान्सफर भयो, कलमबाट आएको लोड चाहिँ फाइनल्ली कहाँ ट्रान्सफर हुन्छ त, फाइनल्ली हात्ती पाइलेमा पुगेर अनि के हुन्छ त सोइलमा ट्रान्सफर हुन्छ भन्न पर्यो। ठिक छ, लोड ट्रान्सफर हो। अर्को भनेको के छ त रिक्वायर बाई कोर्स के हो त कोर्स, कोडले के भन्छ त, कोडले जे भन्छ हामीले त्यही मान्ने भन्न पनि सक्यो है, कोडले यो भन्छ अनि हामीले यो गर्छौँ भन्न पनि सक्यो। ल यो गर्नुहोस् त। अब यसमा तपाईँले
जस्तो 2 + 3 मार्क्स छ यसमा अलिअलि तपाईँले चाहिँ एक दुईवटा फिगर बनाउने यस्तै एक दुईवटा फिगर बनाउने अनि दुई चारवटा पोइन्टहरू लेख्ने है त्यति भइसके पछाडि पुग्छ ल यति गर्नुहोस् त अनि हामी अगाडि बढ्छौँ ल यसलाई मेटौँ है त मेटौँ ओके यहाँ अलिअलि क्वेरिजहरू राख्नु भएको छ मलाई क्वेरिजहरू चाहिँ हाम्रो जुन वाट्सएप छ वाट्सएप च्यानलमा पनि राख्नु होला है के क्वेसनहरू तपाईँहरूको मैले ल्याएको भन्दा क्वेसनहरू एक दुईवटा क्वेसनहरू बढी छ जस्तो लाग्यो त्यसलाई चाहिँ तपाईँहरूले वाट्सएपमा पनि राख्न सक्नुहुन्छ वाट्सएपको नम्बर म यहाँ राखिदिन्छु है ल वाट्सएप नम्बरमा अथवा मेसेन्जरमा जेमा सोध्न तपाईलाई इजी हुन्छ त्यसमा राख्नु होला है ल अब अर्को क्वेसन हेरौँ अर्को क्वेसन के छ त अर्को क्वेसन व्हाट डू यू मीन बाई ओके अर्को क्वेसन छ व्हाट डू यू मीन बाई over reinforced under reinforced and BALAN over reinforced under reinforced and balanced section which is the most economic section भनेर सोधेको छ है त अनि how it can be achieved भनेको छ how it can be achieved भनेको छ यो एकदमै धेरै पटक सोधेको क्वेसन हो है यो एकदमै धेरै पटक सोधेको क्वेसन मध्ये पर्छ यो अन्डर इन्फोर्स ओभर इन्फोर्स र ब्यालेन्स सेक्सन एकदमै धेरै पटक दोहोऱ्याछ तपाईको सङ्घ प्रदेश र स्थानीय निकायमा हेर्नुहुन्छ भने पनि एकदमै धेरै पटक दोहोऱ्याछ है 5-7 पटक नै क्वेसन आएको छ त्यही भएर यसलाई चाहिँ हामीले VBI मा लाग्छौं भेरी भेरी इम्पोर्टेन्ट यो क्वेसन आउन सक्छ है यो पालि पनि आउन सक्छ अहिले कुन क्वेसन आएको छैन र आउन सक्ने क्वेसन पनि म तपाईलाई डिस्कसन गराउँछु न आत्तिनुस् ल स्टार्ट गरौँ हाम्रो पहिला सुरुमा के छ त ओभर इन्फोर्स अन्डर इन्फोर्स र ब्यालेन्स सेक्सन छ पहिला ब्यालेन्स तिरबाट जाउँ ब्यालेन्स सेक्सन हैन त्यसपछि तपाईको अन्डर इन्फोर्स सेक्सन त्यसपछि के छ त ओभर इन्फोर्स सेक्सन छ है अब यो सेक्सनहरु के हो त ब्यालेन्स सेक्सन अन्डर इन्फोर्स सेक्सन ओभर इन्फोर्स सेक्सन छ ब्यालेन्स सेक्सनमा चाहिँ के हुन्छ त हामीले बुझ्नु पर्ने भनेको चाहिँ फेलियर कन्डिसनबाट अगाडि बढ्छौं है हामी ब्यालेन्स सेक्सनमा के हुन्छ त स्टील एन्ड कंक्रीट जुन छ फेल्स साइमल्टेनियसली भनेको बुझ्नुहुन्छ यो हामीले ब्यालेन्स अन्डर इन्फोर्स ओभर इन्फोर्स जे भने पनि हामीले बीमका कुरा गर्दैछौं है बीमको बारेमा डिस्कसन गर्दैछौं जस्तो स्टील र कुनै पनि एउटा बीम छ भने त्यो बीममा सिंगली रिइन्फोर्स बीमको कुरा गरौँ तलपट्टि के छ त हेर्नुस् त तलपट्टि रिइन्फोर्समेन्ट छ माथिपट्टि के छ त कंक्रीट एरिया छ कम्प्रेसनमा यो टेन्सनमा कम्प्रेसनको कंक्रीट एरिया सबैले कम्प्रेसनमा काम भाग लिन्छ तर टेन्साइलमा चाहिँ कंक्रीटले भाग लिदैन ओन्ली केले भाग लिन्छ रिइन्फोर्समेन्टले मात्रै भाग लिन्छ सरी है रिइन्फोर्समेन्टले मात्रै भाग लिन्छ ठीक छ अनि यहाँ हेर्नुस् अब ब्यालेन्स सेक्सनमा चाहिँ के हुन्छ त यो जुन कंक्रीट छ कंक्रीट र स्टील चाहिँ साइमल्टेनियसली फेल हुन्छ कंक्रीट र स्टील के हुन्छ एकै पटक फेलियर हुन्छ ठीक छ अर्को पाटो भनेको के होला भन्नुस् त अर्को पाटो भनेको के छ त अब यसमा चाहिँ के हुन्छ त जस्तो अन्डर इन्फोर्स सेक्सनमा चाहिँ के हुन्छ त त्यसो भए पहिला स्टील फेलियर
अकर फर्स्ट है त स्टिल पहिला फेलियर हुन्छ हैन त त्यस पछाडि ओभर रिइन्फोर्समा के हुन्छ त कङ्क्रिट फेलियर अकर्स फर्स्ट हैन त कङ्क्रिट पहिला फेल हुन्छ अब स्टिल पहिला फेल हुन्छ भने त्यो फेलियर के हुन्छ त त्यो फेलियर के हुन्छ त डक्टाइल फेलियर हुन्छ डक्टाइल फेलियर हुन्छ है अब पहिला कङ्क्रिट फेल हुन्छ भने कङ्क्रिट त के छ त कङ्क्रिट के हुन्छ त ब्रिटल नेचरको हुन्छ त्यही भएर ब्रिटल फेलियर अकर्स अब यसको फेलियरको कुरा गर्नुहुन्छ भने त साइमल्टेनियसली फेल हुन्छ भने यो पनि लगभग तपाईको के जस्तो हुन्छ त भन्दा ब्रिटल फेलियर नेचरकै टाइपको हुन्छ है ठीक छ ओके ल अब यसमा चाहिँ के हुन्छ त जस्तो मोमेन्ट अफ रेजिस्टेन्स इज governed by steel and concrete both है यसमा के हुन्छ त मोमेन्ट अफ रेजिस्टेन्स के हुन्छ त स्टिल र कङ्क्रिट दुईटैले गभर्न गर्न सक्छ के किनभने दुईटै साइमल्टेनियसली फेल हुन्छ नि त त्यो भए अब यतापट्टि हेर्नुस् त मोमेन्ट अफ रेजिस्टेन्स इज गभर्न बाई यसको मोमेन्ट अफ रेजिस्टेन्स कसले गभर्न गर्छ त पहिला स्टिल फेल हुने भएर स्टिलले नै गभर्न गर्छ अब यतापट्टि ओभर रिइन्फोर्समा हेर्नुस् पहिला के फेल हुन्छ भनेको छ त कङ्क्रिट फेल हुन्छ त्यो भइसकेपछि हामीले केमा रेजिस्टेन्स हेर्नुपर्छ त कङ्क्रिटमै है मोमेन्ट अफ रेजिस्टेन्स इज गभर्न बाई के हो त कङ्क्रिट अब तपाईलाई इक्वेसन थाहा छ भने इक्वेसन पनि लेख्न सक्नुहुन्छ मोमेन्ट अफ रेजिस्टेन्स इक्वल्स टु 0.36 FCK BXU म्याक्सिमम हैन D - 0.42 XU max है यो पनि गर्न सक्नुभयो ठीक छ यो कङ्क्रिटको लागि भयो यहाँ फर्मुला बिग्रिया हुन सक्छ है मलाई सच्याउन सक्नुहुन्छ तपाईहरुले मोमेन्ट अफ रेजिस्टेन्स चाहिँ के छ त मोमेन्ट अफ रेजिस्टेन्स यसको के हुन्छ 0.36 FCK BXU म्याक्सिमम भो स्टिलको लागि के हुन्छ भन्नुस् त 0.87 FY ASTD हैन 0.87 FY AST D - 0.42 XU म्याक्सिमम है ठीक छ 0.87 FY AST D XU minus D - 0.42 XU म्याक्सिमम ल हेर्नुस् त अब अन्डर रिइन्फोर्स सेक्सनमा के छ त मोमेन्ट अफ रेजिस्टेन्स इज गभर्न बाइ के छ त स्टिल छ स्टिल भन्ने बित्तिकै मोमेन्ट अफ रेजिस्टेन्स चाहिँ तपाईको 0.87 FY AST D - 0.42 XU म्याक्सिमम है यो पनि गर्न सक्यो त्यस पछाडी ओभर रिइन्फोर्स सेक्सनमा मोमेन्ट अफ रेजिस्टेन्स कङ्क्रिटले भन्छ पछाडी MR भनेको 0.36 FCK B XU म्याक्सिमम हैन D - 0.42 XU म्याक्सिमम भनेर पनि तपाईहरु लेख्न सक्नुभयो है ठीक छ ठीक छ यो ल यसैलाई अर्को पाटो पनि लेख्न सक्नुहुन्छ 0.87 FY AST D1 - FCK B डिवाइडेड बाइ AST FY भनेर पनि तपाईले यसरी लेख्न चाहिँ सक्नुहुन्छ है ठीक छ यसरी पनि तपाईहरु चाहिँ लेख्न सक्नुहुन्छ है ठीक छ ल अनि अर्को चाहिँ के छ त ओभर रिइन्फोर्समा पनि भइहाल्यो हैन अब हामीले के गर्छौं त यो भइसकेपछि अब हामी न्यूट्रल एक्सिसको डेप्थका कुराहरु गर्छौं है अब ब्यालेन्स अन्डर रिइन्फोर्स ओभर रिइन्फोर्स भइसकेपछि यसमै यो तपाईलाई जेनरली 5 मार्क्समा आइराख्ने क्वेशन मध्ये पर्छ एउटा मात्रै ए मात्रै सिंगल क्वेशन पनि आउन सक्छ हैन ठीक छ अब ब्यालेन्स सेक्सनमा के हुन्छ त एक्चुअल
एक्चुअल डेप्थ अफ न्युट्रल एक्सिस इक्वल्स टु के हुन्छ त क्रिटिकल डेप्थ अफ न्युट्रल एक्सिस हैन एक्चुअल डेप्थ अफ न्युट्रल एक्सिस र क्रिटिकल डेप्थ अफ न्युट्रल एक्सिस के हुन्छ बराबर हुन्छ अन्डर इन्टरसेक्सनमा के हुन्छ एक्चुअल डेप्थ अफ न्युट्रल एक्सिस इज स्मलर देन क्रिटिकल डेप्थ अफ न्युट्रल एक्सिस है एक्चुअल डेप्थ अफ न्युट्रल एक्सिस चाहिँ क्रिटिकल डेप्थ अफ न्युट्रल एक्सिस भन्दा कम हुन्छ ओभर इन्टरसेक्सनमा चाहिँ के हुन्छ त एक्चुअल डेप्थ अफ न्युट्रल एक्सिस चाहिँ के हुन्छ त न्युट्रल एक्सिस चाहिँ के हुन्छ त ग्रेटर देन क्रिटिकल डेप्थ अफ न्युट्रल एक्सिस है एक्चुअल डेप्थ अफ न्युट्रल एक्सिस चाहिँ क्रिटिकल डेप्थ अफ न्युट्रल एक्सिस भन्दा बढी हुन्छ भन्नु पर्यो ठीक छ अब लास्टमा एउटा हामीले मेन फिगर बनाउँछौँ त्यही मेन फिगरबाट तपाईको 5 मार्क्स फुल आउँछ कि आउँदैन भन्ने डिटरमाइन हुन्छ है फुल त आउँदैन जे होस् म्याक्सिमम दिन सक्ने 3 मार्क्स अथवा 2.5 मार्क्स आउँछ कि आउँदैन भन्ने कुरा हो अब लास्टमा हामीले के गर्छौँ त भन्दा फिगर बनाउनु पर्ने हुन्छ है यो बीम भयो यहाँ बीचमा के हुन्छ त न्युट्रल एक्सिस हुन्छ है अब ब्यालेन्स सेक्सनमा के हुन्छ हेर्नुस् ब्यालेन्स सेक्सनमा यतापट्टि टेन्सन यतापट्टि के हुन्छ त कम्प्रेसन सिग्मा सीबीसी हैन त यो सिग्मा सीबीसी कम्प्रेसनको अब यो यक्स भन्न पर्यो हैन यो के हो त न्युट्रल एक्सिस यो के हो त इफेक्टिभ डेप्थ हैन यो ब्रेथ भन्नुस् फिगरमा के हो त बीम भन्नुस् तलपट्टि के छ त स्टिल बनाउनु पर्यो है स्टिलको जहाँ छ यही लाइनमा स्टिलको बनाउनु सिग्मा एसटी स्टिल बाइ एम भनेको फ्याक्टर हैन यो एक्स छ अब फिगरमा जानु पर्यो यो फिगर भनेको के हो त ब्यालेन्स सेक्सनको लागि फिगर हो ब्यालेन्स सेक्सनको लागि है ठीक छ यो भयो अब अन्डर इन्फोर्स सेक्सनको लागि के छ त हेर्नुस् त अन्डर इन्फोर्स सेक्सनमा के भनेको छ यहाँ हेर्नुस् यक्स र यक्स बराबर हुन्छ है यसमा यो दुईटै बराबर हुन्छ हैन त एक्चुअल डेप्थ अफ न्युट्रल एक्सिस र क्रिटिकल डेप्थ अफ न्युट्रल एक्सिस के छ बराबर छ अब अन्डर इन्फोर्स सेक्सनमा के छ त अन्डर इन्फोर्स सेक्सनमा धेरै ठुलो बन्यो है यो ठिकै बनाम हैन यतापट्टि छ अब के हुन्छ त हामीले मोमेन्ट अफ रेजिस्टेन्सको जुन कुरा गरेका छौँ यसमा चाहिँ के हुन्छ त भन्दा माथिबाट आएको जुन लोड छ त्यो लोडले चाहिँ एकापट्टि बेन्डिङ गर्छ भने मोमेन्ट अफ रेजिस्टेन्सले के गर्छ त हाम्रो बडीले अपोजिटपट्टि चाहिँ के गर्छ त हाम्रो बडीले अपोजिटपट्टि चाहिँ लोडिङ गरिदिन्छ हो कि हैन हो नि त हैन यो हो अब यसमा के हुन्छ भने छ त भन्दा अन्डर इन्फोर्स सेक्सनमा पहिला के हुन्छ स्टिल फेल हुन्छ त्यो भएको भएर यो जुन स्टिलको तपाईको आर्म लेन्थ छ यो त जुन मुभमेन्ट छ यो मुभमेन्टले रेजिस्ट गर्ने हो नि त यो मुभमेन्टले रेजिस्ट गर्ने हो नि त त्यो भएको भएर यसको आर्म लेन्थ चाहिँ बढ्छ है कहाँबाट बढ्छ त यसरी बढ्छ पहिला फिगर अलिकति बनाऊ है यहाँ पहिला के थियो त पहिला यस्तो थियो अब के हुन्छ त अब यस्तो हुन्छ है ठीक छ यहाँबाट चाहिँ अलिकति घट्छ है त यसमा सिग्मा सीबीसी भयो यसमा सिग्मा सी भन्नु पर्यो सिग्मा एसटी बाइ के छ त यम छ ठीक छ अब यो चाहिँ के भयो त यक्स भयो हैन यक्स के छ त यहाँ छ हैन ल बुझिन्छ यो यहाँ किन हामीले यो फिगर चाहिँ कसरी बनायौं त भन्दा यसमा धेरै कन्फ्युजन हुन्छ साथीहरुको जस्तो यता माथि सिग्मा सीबीसी छ तलपट्टि के छ सिग्मा एसटी बाइ एम छ हैन अब तपाईले पहिला बनाउँदाखेरि यो पुरै बनाउनु पर्यो दोस्रो बनाउँदाखेरि के भयो त हामी त अन्डर इन्फोर्स भइसकेपछि स्टिल बढी हुन्छ हैन सरी अन्डर इन्फोर्स भइसकेपछि हामी स्टिलमा फोकस हुनु पर्यो स्टिलबाट तपाईले किनभने आर्म लेन्थ बढाउनु पर्यो नि त हैन मोमेन्ट अफ रेजिस्टेन्स त स्टिलबाट हेर्न पर्छ भनेपछि स्टिल पहिला फेल हुन्छ भनिसकेपछि स्टिल कमजोर रहेछ त्यो भएको भएर आर्म लेन्थ स्टिलको बनाउँदाखेरि एक्स कम हुने भयो ठीक छ स्टिलबाट बनाउने है त्यसगरी ओभर इन्फोर्स छ भने चाहिँ के गर्ने हो त अब ओभर इन्फोर्समा कङ्क्रिट फेल हुन्छ
कङ्क्रिट फेल हुन्छ भनिसके पछाडि कङ्क्रिटको स्ट्रेन्थ बढाउनु पऱ्यो नि त, कङ्क्रिटको आर्म लेन्थ बढाउनु पऱ्यो। यहाँ बढाउनुहोस्। पहिला के छ त, पहिला यस्तो छ होइन, अब के छ त, अब चाहिँ अब के छ, यसको कम छ होइन, सिग्मा सिबिसी सिग्मा टी बाई एम सिग्मा एस टी बाई एम है, ठिक छ, यो भयो। अब यति चाहिँ के छ त, यति एक्स यु छ भने हाम्रो यक्स कति आइसकेको छ त, यक्स त यति ठुलो एक्स आइसकेको छ है। फिगर के भयो त, यो फिगर अन्डर इन्फोर्स सेक्सन, फिगर के हो त, यो ओभर इन्फोर्स सेक्सन है। ल यो गर्नुहोस् त, अनि हामी अगाडि बढिहाल्छौँ। ल 1 मिनट है, तपाईँहरूलाई यो गर्नुहोस् त। ल ल यो गर्नुभयो। ओके, एनदर क्वेसन इज विच इज द मोस्ट इकोनोमिकल सेक्सन एमोङ ओभर इन्फोर्स सेक्सन, अन्डर इन्फोर्स सेक्सन एन्ड ब्यालेन्स सेक्सन। यो छ है। ओके, अहिले हामी लक्ष्य लोकसेवा भनेर छौँ। लक्ष्य लोकसेवा ओके, सरोज पण्डित हो मेरो नाम चाहिँ। हामी लक्ष्य लोकसेवाबाट प्रसारित छौँ है त। ओके, ल यो गर्नुभयो। अब अर्को हेरौँ है, अर्को क्वेसन हेरौँ। विच इज द मोस्ट इकोनोमिकल सेक्सन भनेको छ। अब यो मोस्ट इकोनोमिकल सेक्सन भनेको चाहिँ खासमा ब्यालेन्स सेक्सन हो है। खासमा के हो त, मोस्ट इकोनोमिक सेक्सन, मोस्ट इकोनोमिक सेक्सनमा चाहिँ अलिकति विवाद छ। किन भन्दा थ्योरिटिकल्ली हेर्नुहुन्छ भने ब्यालेन्स सेक्सन हो, ब्यालेन्स सेक्सन हो हैन त। थ्योरिटिकल्ली हेर्नुहुन्छ भने के हो त, ब्यालेन्स सेक्सन हो। तर हामीले ब्यालेन्स सेक्सनलाई प्र्याक्टिकल्ली बनाउन सक्छौँ त, अलिक गाह्रै पर्छ है, ब्यालेन्स सेक्सन बनाउन सक्दैनौँ। त्यही भएर प्र्याक्टिकल्ली चाहिँ हामीले के गर्छौँ त भन्दा अन्डर इन्फोर्स, हामीले प्र्याक्टिकल्ली चाहिँ के भन्छौँ त अन्डर इन्फोर्स सेक्सन भनेर भन्छौँ। ठिक छ, यो भयो। अब अन्डर इन्फोर्स सेक्सन चाहिँ कसरी गेन गर्ने भनेको छ। अब जस्तो तपाईँको एएसटी चाहिँ एरिया अफ स्टिल के गर्ने हो त, एरिया अफ स्टिललाई चाहिँ के गर्ने हो त, अन्डर इन्फोर्स बनाउन खोज्ने हो कि। एरिया अफ स्टिल जुन ब्यालेन्स सेक्सनमा छ, तपाईँले अन्डर इन्फोर्स सेक्सनमा चाहिँ एरिया अफ स्टिललाई के गर्ने हो त,
घटाउन सक्नुहुन्छ है। यसरी चाहिँ हामीले अन्डर रिइन्फोर्स सेक्सन चाहिँ बनाउन खोज्छौँ। अब तपाईँको अन्डर रिइन्फोर्स सेक्सन बनाइसके पछाडि फेलियर के हुन्छ त? फेलियर के हुन्छ त? डक्टाइल हुन्छ। त्यो भएको भएर हामीले चाहिँ अर्थक्वेक रेजिस्टेन्स बिल्डिङहरू पनि बनाउन चाहिँ सक्छौँ है। ल हेर्नुहोस् त, ठिक छ। ल यसरी चाहिँ हामीले अब ब्यालेन्स्ड भन्दा पनि अन्डर रिइन्फोर्स सेक्सनमा जानु पर्यो है। खासमा ब्यालेन्स सेक्सन किन पनि थ्योरिटिकल्ली चाहिँ यो किन एकदम राम्रो हो त, अथवा किन चाहिँ इकोनोमिक सेक्सन हो त भन्दा यसको चाहिँ बोथ कङ्क्रिट र स्टिलको स्ट्रेन्थ चाहिँ के गरिएको हुन्छ त? कङ्क्रिट र स्टिलको स्ट्रेन्थ चाहिँ फुल्ली युटिलाइज गरेर हुन्छ कि है। फुल्ली युटिलाइज हुने भएको भएर चाहिँ ब्यालेन्स सेक्सन के हुन्छ त? मस्ट इकोनोमिकल हुन्छ। तर हामीले यो चाहिँ ठ्याक्कै फिल्डमा राख्न सक्दैनौँ, गाह्रो पर्छ है। त्यो भएको भएर हामीले अन्डर रिइन्फोर्स सेक्सन राख्छौँ भन्नु पऱ्यो कि। ठिक छ, यो गर्नुहोस् त ल। ओके भयो त। ल अगाडि बढौँ है। अर्को क्वेसन हेरौँ हामीले। भयो ल। ओके अर्को क्वेसन हेरौँ है त। ओके अर्को क्वेसन चाहिँ के छ त भन्दा, अर्को क्वेसन हेर्दाखेरि 4 नम्बरमा एक्सप्लेन द इम्पोर्टेन्स अफ एन्करेज ANCHORAGE एन्करेज इन रिइन्फोर्समेन्ट कङ्क्रिटमा तपाईँले एन्करेजको इम्पोर्टेन्सको कुरा सोधेको छ है। यसले के क्वेसन सोध्दै हुनुहुन्छ? अन्डर रिइन्फोर्स सेक्सनमा डक्टाइल फेलियर किन हुन्छ? अब पहिला फेलियर हेर्नुहोस् त, पहिला फेलियर के हुन्छ भनेको छौँ त हामीले अन्डर रिइन्फोर्स सेक्सनमा? पहिला फेलियर किन हुन्छ भनेको, के हुन्छ भनेको छौँ त? पहिला फेलियर स्टिल हुन्छ भनेको छौँ। स्टिल के हुन्छ? स्टिललाई तपाईँले तन्काइराख्नु भयो अथवा यताउति मोड्नु भयो भने स्टिल के हुन्छ? लच्किन्छ नि त। लच्किने नै के हो त? अथवा डक्टाइल हुन्छ। तपाईँले स्टिललाई तन्काउनु भयो भने अलिकति एक्सटेन्ड हुन्छ नि त, हेयर जस्तो तन्किन्छ नि त। त्यति बेलासम्म चाहिँ के हुन्छ त? त्यो हेयर जस्तो तन्किने अनि इलास्टिक नेचरको छ भने त्यसलाई हामीले के भन्छौँ त? डक्टाइल भन्छौँ है। स्टिल चाहिँ के हुन्छ त? इलङ्गेट हुन्छ। अथवा चाहिँ तपाईँले ठ्याक्कै डक्टिलिटीको मिनिङ हेर्नुहुन्छ भने चाहिँ ड्रन इन्टु वायर्स भन्छ। ड्रन इन्टु के हो त? वायर्स भन्छ। यसलाई चाहिँ तपाईँले तन्काउनु भयो भने तन्किन्छ। तर कङ्क्रिट त्यस्तो हुन्छ त? कङ्क्रिट त एकैचोटि फेल हुन्छ नि त। त्यो भएको भएर अन्डर रिइन्फोर्स सेक्सन चाहिँ के हुन्छ त? डक्टाइल फेलियर हुन्छ। केही सर्टेन के हुन्छ त? साइन दिन्छ, केही टाइम हामीलाई भाग्ने टाइम पाइन्छ भन्न खोजेको कि। बुझ्नुभयो नि? अन्डर रिइन्फोर्स सेक्सनबाट तपाईँले घर बनाउनु भयो भने चाहिँ के हुन्छ त? बिल्डिङ चाहिँ लच्किन्छ, एकैचोटि भत्किँदैन भन्न खोजेको। ठिक छ। त्यसो भए त सर कङ्क्रिटका बिल्डिङ चाहिँ एकैचोटि भाँचिया थियो नि त भन्नुहुन्छ भने त्यति बेला ओभर रिइन्फोर्स सेक्सन बनाए हुन सक्छन् होइन। अनि तपाईँको फाउन्डेसनमा प्रब्लम हुनसक्छ, ती कुराहरू आउँछन् है। ठिक छ। अर्को क्वेसन हेर्नुहोस्। अर्को भनेको वाट इज डिफरेन्स बिट्विन
सर्ट एन्ड लङ आरसी कोलम्स भनेको छ। आरसी भनेको थाहा छ नि होइन, रिइन्फोर्स कङ्क्रिट रिइन्फोर्स्ड कोलम भनेको छ। अब फर्स्ट क्वेसन हेर्नु त, एङ्करेज किन चाहिन्छ भनेर सोधेको छ। एङ्करेज अघि नै हामीले हेरिसकेका छौँ। एङ्करेज भनेको के हो त, कुनै पनि हामीले के गर्छौँ त भन्दा कुनै पनि दुईवटा मेम्बर जोड्ने अथवा मेम्बरको लेन्थ रेस्ट्रिक्टेड छ भने हामीले के गर्छौँ त भन्दा रिइन्फोर्समेन्टलाई बेन्ड गर्छौँ। रिइन्फोर्समेन्टलाई के गर्छौँ त बेन्ड गर्छौँ होइन। त्यति बेलामा के हुन्छ त, त्यसलाई चाहिँ भन्छौँ हामीले एङ्करेज भनेर भन्छौँ। अब यो किन इम्पोर्टेन्ट छ अघि नै भइसक्यो, बोन्डका कुराहरू होइन। बोन्ड राम्रो बनाउँछ अथवा स्ट्रक्चरल इन्टिग्रिटी भयो, स्ट्रक्चरल इन्टिग्रिटीका कुराहरू भयो होइन। त्यसै गरी अर्को के हुन्छ त, प्रिभेन्ट स्लिपेजहरू हामीले यही कुराहरू गरेका थियौँ होइन त अघि, स्लिपेजको कुरा। अनि कोड के छ त्यो हेर्नु पर्यो भन्ने कुरा गरेका छौँ। अनि त्यस पछाडि तपाईँको चाहिँ 90 डिग्री बेन्ड छ भने एङ्करेज लेन्थ कति हुन्छ त, 8 इन्टु डायमिटर हुन्छ भन्ने पनि कुरा गरेका थियौँ होला होइन। यिनै कुराहरू छन् है, ठिक छ। यो भयो। अब अर्को क्वेसन चाहिँ के छ, सर्ट एन्ड लङ आरसी कोलम भनेर आएको छ है। सर्ट एन्ड लङ आरसी कोलम भनेर आएको छ। आरसी कोलम भनेको रिइन्फोर्स कङ्क्रिट कोलम। सर्ट कोलम हुँदा के, लङ कोलम हुँदा के भनेर सोधेको छ है त। ल यो अघि नै आएको क्वेसन, यो दोहोरियो है। हेर्नुहोस् त, एङ्करेज लेन्थ भन्ने यो एङ्करेज लेन्थको क्वेसन फेरि पनि दोहोरिएको छ। यसो हेर्नु होला ध्यान दिएर, दोहोरिएको क्वेसन फेरि पनि आउन सक्ने सम्भावना हुन्छ कि है, ठिक छ। अब डिफरेन्स बिट्विन सर्ट एन्ड लङ आरसी कोलम। सर्ट कोलम भनेर लेख्नुहोस्, त्यस पछाडि लङ कोलम होइन। अब सर्ट कोलममा के हुन्छ त, इफेक्टिभ लेन्थ डिभाइडेड बाई लिस्ट ल्याटरल डाइमेन्सन चाहिँ के छ त, लिस्ट ल्याटरल डाइमेन्सन चाहिँ लेस देन 12 होइन त। सर्ट कोलम छ भने। अब लङ कोलम छ भने के हो त, इफेक्टिभ लेन्थ डिभाइडेड बाई लिस्ट ल्याटरल डाइमेन्सन चाहिँ के हुन्छ त, ग्रेटर देन 12। अब सरले यो लिस्ट इफेक्टिभ लेन्थ भन्नुभयो के हो भन्नुहुन्छ भने चाहिँ खासमा के हुन्छ त भन्दा यस्तो, कोलम चाहिँ यस्तो हुन्छ, सिधा हुन्छ होइन त। माथिपट्टिबाट के आइरहेछ, लोड आइरहेछ। अब लोड आउँदाखेरिको दौरानमा एकदमै बढी लोड आइदियो भने तपाईँको कोलम चाहिँ के हुनसक्छ, अलिकति यसरी तपाईँको यस्तो बाङ्गिया जस्तो हुन्छ। हो, यो बाङ्गिएको जुन पोइन्टदेखि बाङ्गिन्छ यही पोइन्टलाई चाहिँ हामीले के भन्छौँ त, यल इफेक्टिभ भनेर भन्छौँ क्या। यो बाङ्गिएको बिचका पोइन्टलाई चाहिँ हामीले के भन्छौँ त, यल इफेक्टिभ भनेर भन्छौँ, ठिक छ। यो चाहिँ के हो त, यल इफेक्टिभ लेन्थ इफेक्टिभ हो भनेर बुझ्नु पर्यो है, ठिक छ। अब यहीमा होइन, अब दोस्रोमा चाहिँ के छ त, यल इफेक्टिभ डिभाइडेड बाई लिस्ट रेडियस अफ गाइरेसन, आर मिनिमम चाहिँ लेस देन 40 होइन। यल इफेक्टिभ डिभाइडेड बाई तपाईँको आर मिनिमम चाहिँ के हुन्छ त, ग्रेटर देन 40 है, 40। लिस्ट रेडियस अफ गाइरेसनको फर्मुला चाहिँ के छ त, आई बाई ए छ। यसको प्र्याक्टिकल मिनिङ चाहिँ के हो त भन्दा, जस्तो कुनै पनि एउटा कोलम छ नि होइन, यो कोलम यस्तो हुन्छ होइन त। यो कोलम छ नि, यो कोलमको सेन्टर पार्टबाट बुझ्नुहोस् है, यो कोलमको सेन्टर पार्टदेखि तपाईँको यो कोलमको सेन्टर पार्टदेखि तपाईँको कोलमको मास चाहिँ कति टाढा छ त होइन, कन्सन्ट्रेटेड मास चाहिँ कति टाढा छ त भनेर हेर्न खोजेको हो क्या। दिस इज रेडियस अफ गाइरेसन, ठिक छ, बुझिन्छ है। रेडियस अफ गाइरेसन चाहिँ यो हो है त। ल अर्को के हुन्छ त, ठिक छ। यति भइसके पछाडि अब अर्को हामीले के गर्न सक्छौँ त, स्लेन्डरनेस रेसियोको बारेमा पनि कुरा गर्न सक्छौँ। अब यही नै हो है, यो इफेक्टिभ लेन्थ बाई लिस्ट ल्याटरल डाइमेन्सन अथवा यल इफेक्टिभ बाई आर मिनिममलाई चाहिँ हामीले स्लेन्डरनेस रेसियो पनि भन्न सक्छौँ। कतिको स्लेन्डर छ त भनेर भन्नु पऱ्यो क्या। यसको चाहिँ स्लेन्डरनेस इज सर्ट कोलममा के हुन्छ, स्लेन्डरनेस इज लेस हुन्छ। यो चाहिँ स्लेन्डरनेस इज के हो त, मोर हो है, ठिक छ। अब तपाईँले यसमा अर्को के गर्न सक्नुहुन्छ त, एउटा फिगर बनाउन सक्नुहुन्छ है।
के गर्न सक्नुहुन्छ फिगर बनाउन सक्नुहुन्छ ठीक छ यो लेख्नुहोस् त ल अनि हामी फिगर बनाइहाल्छौँ पहिला फेलियर कस्तो आउँछ र अनि त्यस पछाडि हामीले फिगर बनाउँछौँ है स्लेन्डरनेस रेसियो मोर स्लेन्डरनेस रेसियो लेस है यो गर्नुभयो अब हेर्नुहोस् त सर्ट कोलममा के हुन्छ कोलम एकदम सर्ट हुन्छ त्यो भएको भएर यसमा के हुन्छ त यसमा के हुन्छ त 1 2 3 4 यसमा चाहिँ क्रसिङ फेलियर्स क्रसिङ फेलियर अकर यसमा चाहिँ के हुन्छ त बक्लिङ यसमा के हुन्छ त बक्लिङ फेलियर हुन्छ है ठीक छ क्रसिङ फेलियरमा के छ त अब यस्तो तपाईले कोलम बनाउन सक्नुहुन्छ यसरी चाहिँ तपाईले यो टाइपबाट हैन यो के हो त क्रसिङ फेलियर भन्नु पर्यो ठीक छ फिगरमा सर्ट कोलम भनेर लेख्नु पर्यो अब लङ कोलममा के छ बक्लिङ फेलियर लङ कोलममा के छ त बक्लिङ फेलियर है यो टाइपबाट यसरी फेल हुन्छ भन्नु पर्यो ठीक छ त यो के हो त बक्लिङ फिगर के हो त लङ कोलम अब हामीले यसमा के भनेको छौं त क्रसिङ फेलियर भनेको छौं यसमा बक्लिङ फेलियर भनेको छौं अब क्रसिङ फेलियर कति बेलामा हुन्छ त भन्दा एकदम अल्टिमेट लोड पुगिसके पछाडी बल्ल के हुन्छ त क्रसिङ हुन्छ हैन त तर बक्लिङ त के हुन्छ केही सर्टेन लोड पछाडी नै के भइसक्यो हुन्छ त बक्लिङ भइसक्यो हुन्छ त्यो भएको कारणले गर्दाखेरि सर्ट कोलमले बढी लोड लिन्छ है रेजिस्ट मोर लोड देन लङ कोलम भन्दा यसले चाहिँ बढी लोड रेजिस्ट गर्छ भन्ने कुरा गर्नु अब यतापट्टि लेस भनेर लेख्ने त हो नि हैन यी कुराहरु चाहिँ हामीले डिफरेन्स बिट्विनमा लेख्न सक्नु पर्यो है ठीक छ ल केही क्वेशनहरु छन् ल केही क्वेशनहरु छन् भने राख्नु होला अनि यो गर्नुस् त ल क्वेशन सोध्दै हुनुहुन्थ्यो मलाई के भनेर छ त भन्दा रेडियस अफ स्ट्यान्डर्ड हुक भनेर सोध्नु भएको छ है त ल यो गर्नुभयो भने हामी अगाडि बढ्छौं है स्ट्यान्डर्ड भयो ल यो क्वेशन भयो भने हामी अगाडि बढिहाल्छौं ठीक छ ल Okay, next question 6 ma what is the difference between long column र short column को difference between छ अनि how does slenderness ratio influence their behavior भनेको छ है ल हेर्नुस् त यो क्वेशन छ हेर्नुस् त ओके what is the difference between long column and short column भनेको छ हैन त long column र short column को डिफरेन्स बिट्विन हामीले गरिसक्यौ हैन भर्खर गर्यौं long column भनेको स्लेन्डर हुन्छ बडी स्लेन्डर हुन्छ short column भनेको कम स्लेन्डर हुन्छ यो डक्टाइल फेलियर यो ब्रिटल फेलियर हैन यसको
तपाईँले स्लेन्डरनेस रेसियोको कुरा गर्नुहोस्, त्यस पछाडि यल इफेक्टिभ डिभाइडेड बाई लिस्ट रेडियस होइन, लिस्ट एरिया अफ होइन, लिस्ट डाइमेन्सन अफ दि लेन्थ भन्नुहोस् होइन, त्यस पछाडि अब सर्ट कलमको कुराहरू गर्नुहोस् अनि एउटा फिगर बनाउनुहोस्, त्यसपछि भइहाल्यो। अर्को भनेको स्लेन्डरनेस रेसियो इन्फ्लुएन्स देयर बिहेभियर, यो 5 मार्क्सको क्वेसन है। अघि हामीले 3-4 मार्क्सको गरिसक्यो। स्लेन्डरनेस रेसियो भन्ने बित्तिकै के छ त, स्लेन्डरनेस रेसियो भनेको के छ त, यल इफेक्टिभ डिभाइडेड बाई आर मिनिममको कुरा थियो। यो चाहिँ के हो त, स्लेन्डरनेस रेसियो हो। अब जति बढी स्लेन्डर हुने भयो, जति बढी स्लेन्डरनेस रेसियो बढ्यो, जति बढी स्लेन्डरनेस रेसियो बढ्यो त्यति बढी के हुन्छ त, त्यति बढी के हुन्छ त, बक्लिङ हुन्छ हैन त, त्यति बढी के हुन्छ त, बक्लिङ हुन्छ। ठिक छ, जति बढी स्लेन्डरनेस रेसियो बढ्यो त्यति बढी के हुन्छ त, बक्लिङ हुन्छ। त्यसले गर्दाखेरि के हुन्छ त, लोड रेजिस्टेन्स के हुन्छ त, लोड रेजिस्टेन्स चाहिँ घट्छ है। यही नै कुरा भन्नु पर्यो, लोड रेजिस्टेन्स के गर्छ त, घट्छ। त्यो भएको भएर हामीले चाहिँ त्यो भएको भएर यसको युज अथवा के भन्नुहोस्, एप्लिकेसन भन्नुहोस्। यसमा चाहिँ के हुन्छ त, लङ कोलम, लङ लेन्थ भएको कोलम चाहिँ, लङ लेन्थ कोलमहरू चाहिँ विशेष गरी लङ लेन्थ कोलममा चाहिँ स्पेसल कन्सिडरेसन गर्नुपर्छ। स्पेसल कन्सिडरेसन अथवा चाहिँ एभोइड नै गर्नुहोस् भनेर लेख्नु पर्यो कि है। ठिक छ, स्पेसल कन्सिडरेसन अथवा एभोइड नै गर्नुहोस् भनेर लेख्नु पर्यो। ले गर्नुहोस् त, अनि हामी अगाडि बढ्छौँ अर्को क्वेसनमा। ल यो गर्नुभयो त, मिनिमम डायमिटर। ओके ल भयो, ओके ल अर्को क्वेसन हेरौँ। ल अर्को क्वेसन छ, वा डिफाइन एक्सप्लेन द डेभलपमेन्ट लेन्थ। अर्को क्वेसन के छ त, हेर्नुहोस् त, explain the development length in RCC design and write how it is achieved at the end of a structural member if there is no sufficient length available भनेर सोधेको छ है त। explain the development length. Explain the development length in RCC design and write how it is achieved at the end of a structural member if there is no sufficient length available है। के भनेको छ त, यो क्वेसन सोधेको छ है हामीलाई। ठिक छ, अब डेभलपमेन्ट लेन्थ भनेको के हो त, अघि नै हामीले हेरिसक्यौँ।
डेभलपमेन्ट लेन्थ भनेको कुनै पनि दुईटा मेम्बर स्ट्रक्चरल मेम्बर कुनै पनि दुईटा छ भने त्यो दुईटा स्ट्रक्चरल मेम्बरलाई एक आपसमा जोड्ने हैन, एक आपसमा जोड्ने र लोड ट्रान्सफर गराउने। एउटा जोड्ने भनेको बोन्डिङ भयो, अर्को भनेको लोड ट्रान्सफर गर्न हेल्प गर्ने नै के हो त डेभलपमेन्ट लेन्थ हो है। ठीक छ। Connecting any two members used for the bonding is called के हो त is called development। यसलाई के भन्छौँ त हामीले डेभलपमेन्ट लेन्थ भन्यौँ। यसलाई हामीले के पनि भन्छौँ त एलडी पनि भन्छौँ है। यसको फर्मुला चाहिँ सिग्मा पाई सिग्मा यस डिभाइडेड बाई 4 टाउ बीडी पनि भन्छ। पाई भनेको के हो त डायामिटर हो, पाई भनेको डायामिटर अफ बार पनि भयो हैन। सिग्मा यस भनेको स्टिलको स्ट्रेन्थ भयो हैन। स्ट्रेस इन STRESS स्ट्रेस इन स्टिल भयो। त्यस पछाडि टाउ बीडी भनेको डिजाइन बोन्ड हैन, डिजाइन बोन्ड स्ट्रेस पनि भयो। ठीक छ, यो भयो भने के हो त डिजाइन बोन्ड स्ट्रेस पनि भयो है। ठीक छ। अब यसमा हामीले के भनेको छ त एक्सप्लेन द डेभलपमेन्ट लेन्थको कुरा गरेको छ। हामीले डेभलपमेन्ट लेन्थ भनेको यो भनेर लेखिसकेका छौँ। यसको फर्मुला पनि लेख्यौँ। अब एउटा फिगर बनाउँछौँ हैन अघि के जस्तो। हैन त यहाँ बीम छ, यहाँ कोलम छ। यो कोलमको मेन बार भयो अनि बीमबाट आएको बार माथि गएको छ, तलपट्टिको माथि गएको छ, माथिपट्टिको तल आएको छ। अनि यो जुन बेन्ड छ यो बेन्डको जुन यो लेन्थ छ यसलाई चाहिँ हामीले डेभलपमेन्ट लेन्थ एलडी भन्यौँ। यसको पनि डेभलपमेन्ट लेन्थ एलडी भनेको छ। फिगर हेर्नुस्, फिगर डेभलपमेन्ट लेन्थ भन्ने कुरा गराएको छ है। अब डेभलपमेन्ट लेन्थमा चाहिँ तपाईको यसमा भ्यालु हुन्छ है। डेभलपमेन्ट लेन्थको भ्यालु चाहिँ कोलमको लागि विशेष गरी 45 इन्टु डी भनेको डायमिटर अफ बार हैन। कोलमको लागि विशेष गरी 45 इन्टु डी हुन्छ डायमिटर अफ बार। अर्को भनेको के छ त बीमको लागि 50 इन्टु डी डायमिटर अफ बार पनि भन्छ है। ठीक छ, यो भयो ल। अनि हाउ इट इज एचिभड एट द इन्ड अफ स्ट्रक्चरल मेम्बर। यदि स्ट्रक्चरल मेम्बरको इन्डमा छ भने चाहिँ हामीले अब त्यसमा के गर्नुपर्ने हुन्छ त इन्ड अफ स्ट्रक्चरल मेम्बर छ भने हामीले एङ्करेज लेन्थतिर जानु पर्यो है। एङ्करेज लेन्थतिर जानु पर्यो इन्ड अफ मेम्बर छ भने। इन्ड अफ मेम्बरमा चाहिँ तपाईको इन्ड अफ मेम्बर छ भने एङ्करेज लेन्थमा अथवा यसमा चाहिँ तपाईको हुक्सहरू युज गर्ने हो कि हैन। स्ट्यान्डर्ड हुक्सहरूको कुरा गर्नु पर्यो है तपाईले। ठीक छ, ल यो गर्नुस् त। अनि हामी यसको फर्मुलाहरू लेखेर अगाडि बढिहाल्छौँ। ओके ल ठीक छ। ल अब यस स्ट्यान्डर्ड हुक्सको कुरा गर्दाखेरि चाहिँ स्ट्यान्डर्ड हुक्समा 90 डिग्री छ भने
90 डिग्रीको कुरा छ भने चाहिँ तपाईको मिनिमम बेन्ड डायमिटर जुन छ 90 डिग्री छ भने तपाईको मिनिमम बेन्ड डायमिटर चाहिँ के हुन्छ त जस्तो 90 डिग्रीको हुक बनाउँदाखेरि यस्तो बन्छ है 90 डिग्रीको हुक बनाउँदाखेरि यस्तो तपाईको यो जुन बेन्ड छ बेन्डको डायमिटरको कुरा गरेको छ हैन त्यसपछि यतापटि के हुन्छ त यल एक्सटेन्सन हुन्छ दुईटा कुरा गर्नु पर्यो है हामीले अब यसमा चाहिँ बेन्ड डायमिटर जुन छ बेन्ड डायमिटर चाहिँ मिनिमम बेन्ड डायमिटर चाहिँ तपाईको अब मिनिमम बेन्ड डायमिटर चाहिँ तपाईको के हुनुपर्छ त भन्दा 6 मिनिमम डायमिटर चाहिँ 4 इन्टु डायमिटर अफ बार 4D मिनिमम बेन्ड डायमिटर त्यसपछि यल एक्सटेन्सन चाहिँ के हुन सक्छ त भन्दा यल एक्सटेन्सन चाहिँ 6D अथवा चाहिँ 12D सम्म जान्छ 4D अथवा चाहिँ 6D सम्म जान्छ है ठीक छ ल यो 90 डिग्रीको लागि भयो है यो 90 भयो अब यतापटि अर्को लेखौं ठीक छ यो 90 डिग्रीको लागि भयो अब त्यसैगरी 135 डिग्रीको लागि बेन्ड यो जुन बेन्डको डायमिटर छ हैन अनि यतापटि के छ त यल एक्सटेन्सन छ है तपाईको अब मिनिमम बेन्ड डायमिटर कसको लागि त भन्दा हामीले 135 डिग्री हुकको लागि 135 डिग्री हुकको लागि मिनिमम बेन्ड डायमिटर चाहिँ कति छ त यहाँ लेखौ है 135 डिग्री हुकको लागि मिनिमम बेन्ड डायमिटर चाहिँ तपाईको मिनिमम बेन्ड डायमिटर 4D देखि 6D सम्म जान्छ र अर्को भनेको यल एक्सटेन्सन चाहिँ जुन छ यल एक्सटेन्सन चाहिँ 6D सम्म जाने भयो है ठीक छ 135 डिग्री हुकको लागि मिनिमम बेन्ड डायमिटर जुन छ 4D देखि 6D भयो यल एक्सटेन्सन चाहिँ 6D भयो टोटल लेन्थ हेर्नुहुन्छ भने चाहिँ कति भयो त 6D प्लस 6D गरेर 12D सम्म जाने भयो अथवा तपाईको 4D प्लस 6D गरेर के भयो त 10D सम्म जाने भयो अब यो चाहिँ ASCI कोड हेर्नुपर्छ है यसलाई यति नै हो भनेर भन्न सकिदैन अब यसमा पनि तपाईको 10D देखि टोटल लेन्थ 10D देखि 18D सम्म जाने रहेछ के बुझ्नुभयो नि हैन यो हो अब फेरि अर्को चाहिँ के छ त 180 डिग्री हैन त यो चाहिँ के छ त 180 डिग्री हुकको लागि 180 डिग्री हुकको लागि चाहिँ मिनिमम बेन्ड डायमिटर जुन छ मिनिमम बेन्ड डायमिटर चाहिँ तपाईको यो पनि 4D देखि 6D सम्म जाने भयो त्यसैगरी अर्को भनेको चाहिँ तपाईको एक्सटेन्सन जुन छ यल एक्सटेन्सन जुन छ यल एक्सटेन्सन चाहिँ 4DB है डायमिटर 4D भनौं 4D सम्म जाने भयो है त एक्सटेन्सन चाहिँ के भयो त एक्सटेन्सन 4D सम्म जाने भयो है त ल यो गरौँ त यो तीनटा लेखौँ त अनि हामी अगाडि बढ्छौं
ओके ल अर्को क्वेसन हेर्नुहोस् त साथीहरू अर्को क्वेसन हामीसँग छ है अर्को क्वेसन हामीसँग छ के छ त यो गर्नुभयो है तपाईँहरूले के सोध्नु भएको थियो लगभग एन्सरहरू आयो जस्तो लाग्छ केही एन्सर आएको छैन भने भन्नु होला है अनि तपाईँले जुन डिजाइनको कुरा गर्दै हुनुहुन्थ्यो नि डिजाइन स्टेपमा चाहिँ तपाईँले जस्ट यसरी यसरी गर्ने भनेर मात्र लेखिदिँदा हुन्छ है ठिक छ अब अर्को क्वेसन छ व्हाट इज न्युट्रल एक्सिस रहेछ व्हाट इज न्युट्रल एक्सिस व्हाट इज न्युट्रल एक्सिस एक्सप्लेन भनेको छ न्युट्रल एक्सिस भने के हो भन्नु सोधेको छ है अब यसको चाहिँ डेफिनेसन ठ्याक्क लेखिदिनु पर्ने हुन्छ होइन इमेजिनरी लाइन होइन यो चाहिँ के हो त इमेजिनरी लाइन हो जसमा चाहिँ के हुन्छ त कुनै पनि स्ट्रक्चरल मेम्बरको इमेजिनरी लाइन हो जसमा चाहिँ स्ट्रेस र स्ट्रेनको भ्यालु 0 हुन्छ भन्नु पर्यो है within a structural within a structural beam member where longitudinal stress and strain and stress are के भयो त 0 भयो ठीक छ स्ट्रेस र स्ट्रेन चाहिँ के भयो त 0 भयो अब हामीले के गर्नु बुझ्न पर्यो त भन्दाखेरि when beam goes under load कुनै पनि बीम चाहिँ लोडमा जान्छ भने लोडिङमा जान्छ भने कुनै पनि बीम लोडिङमा जान्छ भने यहाँ के हुन्छ त टप मेम्बर के हुन्छ बटम मेम्बर के हुन्छ भन्नुस् त टप मेम्बर कम्प्रेसनमा जान्छ बटम मेम्बर के हुन्छ टेन्सनमा जान्छ बिचमा के छ त बिचमा चाहिँ के हुन्छ न्युट्रल एक्सिस हुन्छ भन्नु पर्यो के फिगर लोडिङ इन के हो त बीम है ल के छ त यो छ है लोडिङ इन बीम चाहिँ यस्तो छ ठीक छ ओके ल ल यो हेर्नुस् त अब अर्को के छ त भन्दा हेर्नुस् त यो लोडिङ हुँदाखेरि टप फाइबर कम्प्रेसनमा बटम फाइबर के छ त बटम फाइबर टेन्सनमा अनि मिडल पार्ट जुन छ त्यो चाहिँ न्युट्रल एक्सिसमा जान्छ भन्नु पर्यो अब यसलाई फिगर बनाएर बुझाउनु पर्यो के है ठीक छ यसलाई फिगर बनाउनु पर्यो यसलाई के छ त फिगर बनाउने है जस्तो सिग्मा सीबीसी सिग्मा एसटी बाई यो भन्छ माथि के छ त कम्प्रेसन तलपट्टि के छ त टेन्सन हैन यो के भयो त यो चाहिँ यतापट्टि न्युट्रल एक्सिस फिगर के हो त फिगर चाहिँ न्युट्रल एक्सिस हो भन्नु पर्यो है यो चाहिँ बी भयो यो चाहिँ के छ त डी छ है त ल ठीक छ
बुझिन्छ है यो। अब अरू केही पनि छैन, जस्ट अब सबै क्वेसनहरू के सोधेको छ त, एउटा तपाईँको अब एक्सप्लेन विथ स्केचेस अन्डर इन्फोर्स ओभर इन्फोर्स ब्यालेन्स सेक्सन भनेर सोधेको छ, भइहाल्यो होइन। ल यो गर्नुहोस् त, अनि यो किन चाहिन्छ भनेर भन्नु पऱ्यो है। अब यसको चाहिँ तपाईँको न्युट्रल एक्सिस भनेको के हो हामीले बुझिसक्यौँ। अब यसको इम्पोर्टेन्स भनेर लेखौँ। युज अथवा इम्पोर्टेन्स एप्लिकेसन के हुन्छ त, मोमेन्ट अफ रेजिस्टेन्स फाइन्ड आउट गर्ने भयो होइन, स्ट्रेसहरूको कुराहरू भयो, स्ट्रेस सियरको कुराहरू भयो होइन, त्यस पछाडि स्ट्रेसका कुराहरू भयो है, यी लोडिङहरूको कुराहरू चाहिँ हामीले गर्नुपर्ने हुन्छ है त, ठिक छ। बेन्डिङ स्ट्रेस होइन, स्ट्रेस भयो, स्ट्रेस चाहिँ के भयो त, बेन्डिङ स्ट्रेस, बेन्डिङ स्ट्रेस, मोमेन्ट अफ रेजिस्टेन्स होइन। त्यसै गरी अर्को के हुन्छ त, डिजाइन अफ बिम र स्ल्याबको डिजाइनहरूको कुराहरू। त्यसै गरी अर्को भनेको स्ट्रेन डिस्ट्रिब्युसन इन सेक्सन होइन, स्ट्रेन डिस्ट्रिब्युसन इन सेक्सन, यो सेक्सनमा कस्तो कस्तो स्ट्रेस डिस्ट्रिब्युसन हुन्छ भन्ने कुरा छ, यो गर्नु पऱ्यो है, ठिक छ। ल अर्को क्वेसन हेर्नुहोस् त, क्वेसनहरू केही छैन, एकदम सिम्पल सिम्पल क्वेसन छन्। अब आउने क्वेसनहरू लगभग सबै कुराहरू के छ त भन्दा 9 मा पनि सेम नै छ, 9 को क्वेसन, अनि त्यस पछाडि तपाईँको 13 को क्वेसन, 12 को क्वेसन सबै सेम छ है। 9, 12, 10, 11 क्वेसन सबै सेम नै छ। एक्सप्लेन अन्डर इन्फोर्स्ड, ओभर इन्फोर्स्ड एन्ड ब्यालेन्स सेक्सन। यो एकदम धेरै पटक सोधेको क्वेसन रहेछ, यसलाई राम्रोसित हेर्नु होला, यो भेरी भेरी इम्पोर्टेन्ट है, यो भेरी 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 इम्पोर्टेन्ट, ठिक छ। यो के हो त, भेरी 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 इम्पोर्टेन्ट क्वेसन हो, यसलाई राम्रोसित हेर्नु होला है त, ठिक छ। ल हेलो हेलो साथीहरू, ल अर्को क्वेसन हेर्नुहोस् त, यो 9 र 12 को क्वेसन सेम नै छ है। अब 10 को क्वेसन छ हेर्नु त, 10 मा डिफ्रेन्सिएट बिट्विन वान वे एन्ड टू वे स्ल्याब होइन, वान वे र टू वे स्ल्याब। What are design procedure of slab panels? What are design procedure of slab panels? ल हेर्नुहोस् है त, अब तपाईँले मलाई सोध्दै हुनुहुन्थ्यो नि त, डिजाइनहरू धेरै छ, कसरी के गर्ने भनेर सोध्दै हुनुहुन्थ्यो। अब हामी चाहिँ के गर्नुपर्ने हुन्छ त भन्दा, वान वे स्ल्याब र टू वे स्ल्याबको हामीले सुरुमै पढिसकेका छौँ है होइन त। वान वे स्ल्याब र टू वे स्ल्याबको बारेमा हामीले पहिले डिस्कसन गरिसकेका छौँ। वान वे स्ल्याब भनेको के हो, टू वे स्ल्याब भनेको के हो। वान वे स्ल्याबमा चाहिँ तपाईँको एलएक्स बाई एलवाईको डेप्थको कुराहरू गर्नु पऱ्यो होइन। त्यसै गरी तपाईँको के छ त, टू वे स्ल्याबमा चाहिँ एलएक्स बाई एलवाई ग्रेटर देन लेस देन 2, वान वे स्ल्याबमा ग्रेटर देन 2 हुन्छ होइन। त्यस पछाडि तपाईँको वान वे स्ल्याबमा चाहिँ मेन बार र डिस्ट्रिब्युसन बार हुन्छ। टू वे स्ल्याबमा के हुन्छ त, टू वे स्ल्याबमा मेन बार, डिस्ट्रिब्युसन बार अनि टोर्सनल बारहरू हुन्छन्। यी कुराहरू चाहिँ हामीले गर्नुपर्ने हुन्छ है त, ठिक छ। अब अर्को भनेको
तपाईलाई के सोधेको छ त व्हाट आर डिजाइन प्रोसिजर अफ अ स्ल्याब स्ल्याबको डिजाइन प्रोसिजर अफ अ स्ल्याब कुनै पनि स्ल्याबको डिजाइन प्रोसिजर डिजाइन कसरी गर्ने स्ल्याबमा भनेर सोधेको छ पहिला सुरु त हामीले यल इफेक्टिभ डिभाइडेड बाइ डी कै कुरा गर्नुपर्छ है ठीक छ यो सेन्टर टु सेन्टर भयो हैन यो चाहिँ अब क्लियर स्पान भयो यिनी कुराहरु छन् है ठीक छ ल अब पहिला सुरुमा के गर्ने हो त यल इफेक्टिभ निकाल्न पर्यो है यल इफेक्टिभ भनेको के छ त यल इफेक्टिभ भनेको सेन्टर टु सेन्टर स्पान प्लस इफेक्टिभ डेप्थ है center to center span plus effective depth whichever is center to center span अथवा effective depth plus clear span whichever is के हो त लेस जुन लेस छ हामीले त्यही नै युज गर्ने अर्को भनेको यल इफेक्टिभ डिभाइडेड बाइ डी को भ्यालु चाहिँ 30 देखि 35 राखेको हुन्छ हैन यहाँबाट हामीले के गर्ने डी को भ्यालु निकाल्ने ठीक छ यहाँबाट डी को भ्यालु निकाल्ने त्यसपछि के गर्ने हो त लोड निकाल्न पर्यो मैले भन्नु खोजेको बुझ्दै हुनुहुन्छ है यल पनि आयो लेन्थ पनि आयो अनि के आयो त डेप्थ पनि आइसक्यो छ हैन अब लोड निकाल्ने लोडमा चाहिँ के हुन्छ त सेल्फ वेट हैन फ्लोर फिनिश त्यसपछि लाइभ लोड हैन त्यसपछि वालको लोडहरु सबै निकाल्ने लोड भयो अब लोड पनि निकाल्छपछि के भयो त हैन लोड पनि निकाल्छपछि 3 मार्क्स को मात्रै क्वेशन छ है लोड पनि निकालिसकेपछि हामी अल्टिमेट लोडमा जानु पर्यो फ्याक्टर बेन्डिङ मोमेन्ट भनौं लोड पछाडी फ्याक्टर बेन्डिङ मोमेन्ट हैन फ्याक्टर बेन्डिङ मोमेन्ट भनेको MU अब M max नै भनौं न लोड त आइसकेको छ 1.5 WL स्क्वायर डिवाइडेड बाइ 8 है 1.5 WL स्क्वायर बाइ 8 का कुरा आउँछ त्यसपछि फ्याक्टर बेन्डिङ मोमेन्ट पछाडी के गर्नु पर्यो त डेप्थलाई भेरिफाई गर्नु पर्यो M U limiting equals to 0.36 FCK B XU maximum D minus 0.42 XU maximum भन्नु पर्यो हैन यो भइसकेपछि के भयो त डेप्थ भेरिफाई गर्न पर्यो यो डेप्थ चाहिँ के हुन्छ त स्टेप 2 मा आएको डेप्थ यो डेप्थ चाहिँ के हुनु पर्छ त स्टेप 2 मा आएको डेप्थ भन्दा कम भयो भने ओके भयो अब के गर्नु पर्यो त एरिया अफ रिइन्फोर्समेन्ट क्याल्कुलेट गर्न पर्यो एरिया अफ रिइन्फोर्समेन्ट क्याल्कुलेट गर्नको लागि m equals to 0.87 FY AST D minus AST FY divided by FCK B गर्नु पर्ने छ है ठीक छ यो गर्नु पर्यो अब त्यसपछि के गर्ने त स्पेसिङ अफ रिइन्फोर्समेन्ट को स्पेसिङ निकाल्न पर्यो हैन अनि डिस्ट्रिब्युसन बार निकाल्न पर्यो डिस्ट्रिब्युसन बार भनेको 0.12% अफ ब्रेथ इन्टु डेप्थ गर्न पर्यो h/s बार छ भने h/s बार छ भने हैन भने के गर्नु पर्यो त 0.15% अफ BD गर्न पर्यो माइल्ड स्टिल को लागि ठीक छ अनि लास्टमा के गर्ने हो त लास्टमा चाहिँ फिगर बनाउने है यस्तो गरेर यहाँ तपाईको डिस्ट्रिब्युसन बार भयो
हैन यो के हो त मेन बार भयो यो के हो त डिस्ट्रिब्युसन यो के हो त डिस्ट्रिब्युसन बार भयो ल यति गरिसके पछाडि पुग्छ है त ठीक छ ल अनि यति गरिसके पछाडि अब अहिलेसम्म आएको क्वेशनहरु यस्तै यस्तै छ है अरु क्वेशनहरु त्यस्तो केही छैन वान वे स्ल्याब टु वे स्ल्याबको कुराहरु छ अब आउन सक्ने मोस्ट प्रोबेबल क्वेशनको डिस्कसन गरौँ है त मोस्ट प्रोबेबल है अब अहिलेसम्म यति सोध्यो अब आउन सक्ने क्वेशन चाहिँ के हो त भन्दा मोस्ट प्रोबेबल क्वेशनमा मोस्ट प्रोबेबल क्वेशन चाहिँ के हो त एउटामा चाहिँ डिफरेन्स बिट्विन वर्किङ स्टेट मेथड एन्ड लिमिट स्टेट मेथड हैन वर्किङ स्टेट मेथड भनेको तपाईको के हुन्छ त सर्भिसेबिलिटी लोडसम्म मात्रै जान्छ इलास्टिक स्टेटसम्म मात्रै जान्छ लिमिट स्टेट मेथड भनेको अल्टिमेट लोडसम्म जान्छ यसले के गर्छ त भन्दा यो चाहिँ अनइकोनोमिकल सेक्सन हुन्छ किनभने फुल्ली स्ट्रेन्थ युटिलाइज भएको हुँदैन यो के हुन्छ बडी यो चाहिँ इकोनोमिकल सेक्सन हुन्छ किनभने फुल्ली युटिलाइज हुन्छ हैन त यो चाहिँ तपाईको सर्भिसेबिलिटीमा हुन्छ यो प्रोबेबिलिटी स्टेटमा हुन्छ हैन यसले चाहिँ तपाईको अब यसले चाहिँ के गर्छ त भन्दा यो चाहिँ अब पुरानो मेथड भयो यो नयाँ खालको मेथड भयो हैन यिनी कुराहरु चाहिँ आजभोलि हामीले युज गर्ने भनेको चाहिँ लिमिट स्टेट मेथड युज गर्छौं भन्ने कुराहरु गर्नु पर्यो र अर्को भनेको डिजाइन स्टेप अफ सिंगली रिइन्फोर्स्ड बीम हैन अर्को भनेको डिजाइन स्टेप अफ डबली रिइन्फोर्स्ड बीम सिंगली रिइन्फोर्स्ड बीमको डिजाइन डबली रिइन्फोर्स्ड बीमको डिजाइन हैन त्यसैगरी तपाईको कलमको डिजाइन स्टेप्सहरु यी क्वेशनहरु चाहिँ अहिलेसम्म अब आउन सक्ने एकदम सम्भावना भएको क्वेशन है मलाई जहाँसम्म लाग्छ यो क्वेशन तपाईहरुलाई आउन पर्छ यो पाली भेरी 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 इम्पोर्टेन्ट क्वेशनमा चाहिँ सिंगली रिइन्फोर्स्ड बीमको डिजाइन चाहिँ भेरी 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 इम्पोर्टेन्ट क्वेशन भित्र पर्छ है त ठीक छ ल यो भयो अनि त्यसपछि अर्को एउटा हामीले न्यूमेरिकल यहाँ सोधेको छ एकचोटी सोधेको छ त्यसको डिस्कसन गर्छौं अनि हामी क्लासलाई कम्प्लिट गर्छौं है त ल यति गर्नुस् त ल यो गर्नुस् त नि हामी अगाडि बढिहाल्छौं ल एउटा क्वेशन टिप्नुस् त है अब अहिलेसम्म आएको भनेको अर्को क्वेशन छ अर्को क्वेशन के छ त भन्दा अ सर्ट 11 नम्बरमा है अ सर्ट axially loaded square column हैन axially loaded square column टाइम कति छ यहाँ बाँकी 17 मिनेट स्टार्ट कलम 500 mm into 500 mm 500 mm into 500 mm is subjected to service load of 2000 kilonewton. Calculate the ultimate load निकालो भनेको छ ultimate load and minimum ultimate load निकाल्नुस् भनेको छ अनि minimum area
अफ लङ्गिट्युडनल रिइन्फोर्समेन्ट भनेको छ। अब कुनै पनि एउटा के भनेको छ कोलमको कुरा गरेको छ है। यसले के भनेको छ त कोलमको कुरा गरेको छ। 500 इन्टु के छ त 500 mm को कोलमको कुरा गरेको छ है। यसले लङ्गिट्युडनल कोलम भनेको छ। हामीलाई यस्तो पनि यो जुन सियर रिइन्फोर्समेन्ट छ सियर रिइन्फोर्समेन्ट पनि नबनाए पनि हुन्छ है त। ठीक छ, यो क्वेसन दिएको छ है। यो क्वेसन दिएको छ है त। अब हामीले के गर्नुपर्छ त हेर्नुस् त। अब हामीलाई के दिएको छ त सर्भिस लोड। ल सबैजना क्याल्कुलेटर लिएर रेडी हुनु होला है त। सर्भिस लोड भनेको छ हामीले निकाल्न पर्ने के हो त सर्भिस लोड 2000 किलो न्युटन भनेको छ। हामीले निकाल्न पर्ने के हो त अल्टिमेट लोड हैन त। अल्टिमेट लोड भनेको फ्याक्टर अफ सेफ्टी इन्टु सर्भिस लोड हैन त। 1.5 राख्छौँ हामीले जेनरली 2000 गरिसके पछाडि कति भयो त 3000 किलो न्युटन है। ठीक छ, अब अर्को के दिएको छ त हेर्नुस् त। अब ग्रस सेक्सनल एरिया निकाल्न पर्यो। ग्रस सेक्सनल एरिया अब पहिल्यै दिएको छ हैन त। ग्रस सेक्सनल एरिया कति दिएको छ त यसको यो एरिया भनेको क्या यो क्रस सेक्सन कोलमको क्रस सेक्सन कति हो भनेर सोधेको। 500 इन्टु 500 गर्दाखेरि कति भयो त 250 है। 4 वटा शून्य गर्नु पर्यो मिलिमिटर स्क्वायर ग्रस सेक्सनल एरिया आयो। अब यही ग्रस सेक्सनल एरियाको हामीले के गर्ने हो त मिनिमम एरिया अफ रिइन्फोर्समेन्ट निकाल्नु पर्यो। मिनिमम एरिया अफ रिइन्फोर्समेन्ट भनेको 0.8% अफ एरिया अफ ग्रस भनेको 0.8% इन्टु 250 हो कि हैन। यो जुन एरिया छ यो कति आउँछ त 0.8% अफ 250 कति आउँछ त 2000 मिलिमिटर स्क्वायर आयो। अब हामीलाई के सोधेको छ त मिनिमम एरिया अफ लङ्गिट्युडनल रिइन्फोर्समेन्ट आइसक्यो 2000 मिलिमिटर पर स्क्वायर सकिसक्यो। क्वेसन नै सकिसक्यो। अर्को के यसले सोधेको छ त अल्टिमेट लोड। अल्टिमेट लोड चाहिँ हामीले यो लोडिङ अनुसार निकाल्यौँ। अब यो जुन रिइन्फोर्समेन्ट छ यो रिइन्फोर्समेन्टले कति धान्छ त भनेर हेर्नु पर्यो है। अल्टिमेट चाहिँ अल्टिमेट लोड चाहिँ अल्टिमेट लोडको फर्मुला जुन छ IS 456 2000 को जुन फर्मुला छ त्यो लगाउने है। P अल्टिमेट भनेको तपाईको 0.4 FCK हैन AC प्लस 0.67 FY 0.67 FY ASC भनेको छ है त। अब हेर्नुस् त हामीलाई के दिएको छैन त यो FCK भनेको क्यारेक्टरिस्टिक स्ट्रेन्थ अफ कङ्क्रिट पनि दिएको छैन हैन। FY को भ्यालु पनि दिएको छैन। हामीले के गर्छौं त एजुम गर्छौं। एजुम जेनरली हामीले कति एजुम गर्छौं त भन्दा FCK लाई चाहिँ 25 MPa भनौं। त्यसपछि तपाईको FY लाई चाहिँ यो 25 ग्रेडको भनेर मानेको हो के हैन। अनि FY भनेको जेनरली हामीले के युज गर्छौं त टोर स्टिल युज गर्छौं। टोर स्टिल युज गर्छौं त्यो भएको भएर 500 भन्नु पर्यो है। टोर स्टिल 500 न्युटन पर मिलिमिटर स्क्वायर भन्नु पर्यो टोर स्टिल युज गर्ने भएको भएर। ठीक छ। अब 0.4 इन्टु कति त 25 इन्टु AC एरिया अफ के छ त अब एरिया अफ कङ्क्रिट निकाल्न पर्छ है। एरिया अफ कङ्क्रिटको लागि के गर्नु पर्यो त AG माइनस के गर्नु पर्यो त एरिया अफ स्टिल गर्नु पर्यो हैन त। एरिया ग्रस यो ग्रस एरियामा हैन यो ग्रस एरियामा तपाईले हाम्रो स्टिलको मात्र एरिया स्टिलको एरिया कति निकालेको छौ स्टिलको एरिया घटाइदिसके पछाडी के आउँछ त कङ्क्रिट कति छ भनेर आउँछ कि आउँदैन त आउँछ। कति हुन्छ त भन्दा 250 माइनस 2000 गर्नुस् त कति हुन्छ 2000 त हुने हैन। 2 कति भयो त 248 कति हो त 248 मिलिमिटर स्क्वायर। अब यहाँ राख्नु पर्यो FCK सम्म आयो AC भनेको 248 है प्लस 0.67 इन्टु FY भनेको कति छ त FY भनेको 500 छ ASC भनेको कति छ त 2000। अब P अल्टिमेट निकाल्नुस् कति आयो त ल क्याल्कुलेट गर्नुस् त कति आउँछ त 3 150
1 2 3 आउँछ है। ल यो भनेको चाहिँ कति हो त 3150 किलो न्युटन आयो। ठिक छ, हाम्रो अल्टिमेट लोड चाहिँ कति आयो त 3150 किलो न्युटन भनेको यो जुन हामीले स्टिल निकालेका छौँ, यो कोलम जुन डिजाइन गरेका छौँ, यो कोलमले चाहिँ 3150 किलो न्युटन धान्न सक्छ। तर लोड कति मात्रै छ त जम्मा 3000 मात्रै छ भनेपछि पछाडि कोलम इज वेल डिजाइन भन्नु पर्यो। कोलम चाहिँ के भयो त वेल डिजाइन। कसरी थाहा भयो त, कसरी थाहा भयो त पी अल्टिमेट जुन छ इज ग्रेटर देन के भयो त पी अल्टिमेट इज ग्रेटर देन पी एप्लाइड भनौँ अथवा एक्सटर्नल भनौँ है त। 3150 इज ग्रेटर देन 3000 भन्नु पर्यो। यसरी चाहिँ हामीले कुनै पनि कलमलाई चाहिँ डिजाइन गर्न सकिन्छ। ठिक छ, हामीले अहिलेसम्म आएका क्वेसनहरू सबै डिस्कसन गरिसक्यौँ। अब आउने प्रोबेबल क्वेसन पनि के हो मैले तपाईँलाई भनिदिइसकेँ। एउटा तपाईँको लिमिट स्टेट मेथड र वर्किङ स्टेट मेथडको डिफ्रेन्स बिट्विन आउन सक्छ। अर्को भनेको भेरी इम्पोर्टेन्ट क्वेसन चाहिँ के आउन सक्छ त भन्दा एउटा डिजाइन स्टेप अफ सिङ्गली रिइन्फोर्स बिम, अर्को त्यो आएन भने डबली रिइन्फोर्स बिमको डिजाइन स्टेप, र त्यो पनि आएन भने कलमको डिजाइन स्टेप। किनभने यो भ्यालु नै राखेर सोधेको रहेछ भने अब डिजाइन आउन सक्ने सम्भावना धेरै छ है। यति तीन चारवटा क्वेसन एकदमै प्रोबेबल छ, त्यो हेर्नुहोस्। अनि हामीले अब यो सोल्युसन त गरिदिइसकेका छौँ, त्यो हेर्नुहोस्। त्यस पछाडि तपाईँहरूलाई पर्याप्त मात्रामा पुग्छ। केही क्वेरिजहरू केही क्वेसनहरू छ भने तपाईँहरूले यो वाट्सएप नम्बर 9861874170 यो वाट्सएपमा पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ। साथसाथै अब फेसबुकतिरबाट हेर्नु भएको छ, कतैतिरबाट हेर्नु भएको छ भने हामी युट्युब च्यानल लक्ष्य लोकसेवा युट्युब च्यानलबाट पनि प्रसारित छौँ। त्यो च्यानललाई पनि हेर्नु होला, लाइक एन्ड सब्सक्राइब गर्नु होला है त। आफ्नो साथीहरूमा सेयर गर्नु होला। यो असार 6 गतिको जुन तपाईँहरूको सङको एक्जाम छ, त्यो सङको एक्जाम चाहिँ एकदम राम्रो गर्नुहोस्। अल द बेस्ट है। ल हेभ अ गुड डे, बाई बाई, फेरि भेटौँ। थाहा नै भएन, म त यसो हेर्छु नि, देख्दैन